प्रस्तुत छ नेपाली लोककथा जुत्ता खाने बुहारी। निकै पुरानो र चर्चित यो कथा निकै रमाइलो पनि छ। अब प्रस्तुत छ कथा जुत्ता खाने बुहारी। एका देशमा एउटा यस्तो परिवार थियो जसमा एउटा बुढो बाबु र एउटा छोरा मात्रै थिए। घरमा दैलो पानी र भान्साको काम गरिदिने कोही पनि नभएको र छोराको उमेर पनि विवाह गर्न लायक भइसकेकोले केटी माग्ने तर्खरमा बुढाले आफ्ना इष्टमित्र गुहारी कुरा चलाए। फलस्वरूप एउटा किसानकी छोरीसँग विवाह सम्पन्न हुने कुराको निदो भयो। आफ्नो विवाह हुने कुरा सुनेर बुढाको छोराले भन्यो, बा म विवाह त गर्छु, तर दुलैलाई चाहिँ जुत्ताले कुटेर राख्छु। कस्तो अचम्मको कुरा। त्यो कुरा एक कान दुई कान मैदान हुँदै दुलैका आमा बाबुको कानमा समेत पुग्यो। आफ्नी छोरीलाई जुत्ताले कुटेर राख्ने यस किसिमको कटु वचन सुन्दा सुन्दै पनि कसरी छोडिदिने। त्यसो भनी उनीहरूले त्यस केटालाई छोरी नदिने भनी कसैसँग भनी पठाइदिए। केटोको फेरि अर्कै कन्यासित विवाह हुने कुराको निदो भयो। केटोले उही पहिलेको जस्तै जुत्ताले कुटेर राख्छु भनेर भन्यो। यो पनि ती कन्याका आमा बाबुले चाल पाए। यस्ता अदम केटालाई आफ्नी छोरी नदिने भए। आखिर तेस्रो पटक पनि बिहाको कुरा निदो भयो, तर पहिलेको जस्तै त्यस केटीका आमा बाबुले पनि त्यस्तालाई छोरी नदिने सल्लाह गरे। यो कुरा केटीले चाल पाइन् र आफ्ना आमा बाबुलाई भनिन्, मैले आफ्नो कर्मको भोग भोग्नै पर्छ। त्यसै उसले जे जसो परे पनि सहने अभिभारा म आफैमाथि आइपर्ने भएकोले त्यसै केटासित विवाह गर्न म राजी छु। विवाह गरेर म जुत्ता खान तयार छु। छोरीको कुरा सुनेर आमा बाबुले पनि लौ त भनी त्यही केटोसँग विवाह गरिदिए। घरमा भित्रीको लगत्तै भोलिपल्ट आफ्ना खसमले जुत्ता उठाई आफूमाथि हान्न खोजेको देखेर केटीले भनी, जसको सिङ छैन उसैको नाम टिके। एकदमको कमाई नहुने जाबाले बेकारमा स्वास्नीमाथि जाइ लागेर जुत्ता हान्न खोज्नु त शरम लाग्नुपर्ने कुरा होइन र? बरु बाटो खर्च बापत 300 रुपियाँ महेन्द्र मल्ली दिन्छु, परदेश गई कमाई धमाई आउनु, अनि बल्ल हुकुम चलाउनु। स्वास्नीको कुरा लोग्नेलाई पनि राम्रै लागेछ र ऊ परदेश हिँड्यो। घरबाट निस्केर जाँदा जाँदा झमक्क साँझ परेपछि त्यो किसान केटोले कसैको घर कटेरोमा आश्रय लिने विचार गरी दायाँ बायाँ यसो चिहाउन थाल्यो। अनि नजिकै कसैको सानो झुपडी देखेर ऊ त्यसैतर्फ लाग्यो र घरबेटीलाई बोलाई बास दिने इरादा बिछ्यायो। तर अकस्मात उसले त्यस घरबेटीको खुट्टा नभएको देख्यो। त्यस लङ्गडोले बास बस्न दिने या नदिने कुरा गर्नुभन्दा पहिले नै, तिमी त उही मेरो खुट्टा बनाउन लैजाने इष्टको छोरा पो रहेछौ, के तिम्रा बाबुले मेरो खुट्टा बनाइ पठाएका छन् त भनेर सोद्धा ऊ अक्क नबक्क पर्यो। उसले भन्यो, मेरा बाबुले खुट्टा बनाउन जानेकै छैनन्, किन लैजान्थे र? नचाहिँदो कुरा नगर्नुहोस्। घरबेटीले त्यस बटुवाको कुरा नपत्याए जस्तै गरी भन्न लाग्यो, पक्कै पनि तिमी उसैका छोरा हो, मेरो खुट्टाको टुङ्गो नलागी म तिमीलाई छोड्दिनँ। रातिको समय अर्काको घर, नचाहिँदो झोस आइलागेको देखि त्यो केटो दिक्क भयो। बरु केही रुपियाँ त्यस लङ्गटो घरबेटीलाई दिएर भए पनि त्यहाँबाट फुत्कनु नै उसले बढिया सम्झी केही पैसा दिएर उसले बल्ल बाटो ततायो। अलिक पर पुगेपछि अर्को घरको खोजीमा लाग्यो। त्यहाँका मानिसलाई पनि एक रात बास बस्नका लागि आफ्नो इच्छा बतायो। बास बस्ने कुराको तय लाग्न नपाउँदै त्यस घरको मुलीको पनि एउटा हात नभएको उसले झट्टै देखिहाल्यो। सँगसँगै बुढाले पनि भनिहाले, ए तिमी त मेरा उही मित्रका छोरा पो रहेछौ, तिम्रा बाबुले मेरो हात बनाउन भनेर लगेको आज ठ्याक्कै 6 महिना भयो, तर आजसम्म ल्याएनन्। दैव संयोगले तिमी टुप्लुक्क आइपुगेछौ, तिम्रा बाबुले मेरो हात दिएरै पठाएका होला नि, होइन? घरबेटीको कुरा सुनेर केटो चकित भयो। जहाँ जानु बारी कर्कलाको घारी भनेको जस्तै ऊ नाजावाफ भयो। त्यस दोस्रो घरबेटीले पनि, झिकझिक मेरो हात झिक, नत्र भने तिमीलाई सिपाहीका लगिदिन्छु अनि त्यसपछि म मेरो हात माग्नेछु भनी धाक र आफू देखाउन थाल्यो। त्यो अवस्था देखेर कुनै उपायबाट भए पनि त्यहाँबाट फुत्कनु नै बढिया सम्झेर ऊ सोचमग्न भयो। आखिर उसको सोचाइले यो पक्का गर्यो कि पैसा भनेपछि त महादेवको पनि 3 नेत्र भन्ने उखान यहाँ नै उपयुक्त ठहर्छ। अनि उसले घरबेटीतिर फर्केर, बाजे म अहिले तपाईँलाई 100 रुपियाँ धितो राखी घर जान्छु, बासँग तपाईँको हात मागी ल्याएपछि म आफ्नो 100 रुपियाँ फिर्ता लगाउँला। घरबेटी बुढाले त्यस बटुवाको भनाइमा समर्थन गरी 100 रुपियाँ नगद नारायण हात पारी छाडिदियो। परदेशी हरि शिव, यो के फसाद आइलागेको भनी मनमनमा गम्दै बाटो लाग्यो। रात छिपिँदै गएकोले उसलाई जहाँ गएर भए पनि बास बस्नु नै थियो र केही पर पुगेपछि जुन घर उसको आँखाको अगाडि देखियो त्यसैतिर लम्कियो। घरको करिसामा पुग्न साथ उसले, होइन हो, यो घरमा को हुनुहुन्छ? आज एक रात बास बस्न पाइन्छ कि भनी फलाको हाल्दै गयो।
यो रातको अवस्थामा करेसैदेखि चिच्याउँदै आउने को रहेछ भनी घरबेटीका जेठो छोराले दैलोमा आइसोध्यो। को हो? बटुवा हुँ, आज एक रात मलाई बास बस्न दिनु पर्यो भनी केटाले भन्दा उसले भित्र बोलाइ लग्यो र मजेरीमा पिर्का बिछाई बस्ने इसारा गर्यो। बटुवा थकाइ र पट्टाइले आकुल व्याकुल भएको हुँदा बेसुमतिलो ढङ्गबाट थ्याच्च बस्यो। अनि कुरा हुन थाल्यो। त्यस घरका बुढाले भन्यो, खै के गर्नु बाबु, बाटोमा घर भएकोले जो कोही पनि आएर बास बस्न आउँछन्। नदिउँ भने रातका पाहुना, दिउँ भने अहिले 4 महिना अघिको कुरा हो, एकजना सल्लेरी गाउँ घर हो भनेर भन्थे। परदेशी आएका थिए, कुरै कुरामा आँखा सम्बन्धी केही जान्दछु भनेर भने। मेरो आँखा निको पारिदिनु भनी भनेको उसले यसपटक सबै सरसामान साथमा नल्याएकोले तयारी पारिदिन नसक्ने स्थितिमा छु। खराब आँखा झिकेर लैजान्छु, छिट्टै फिर्क्याउँला भनेर लगेको। आज यतिका दिन बितिसक्यो, अत्तो पत्तो छैन। अब भन्नुहोस्, तपाईँको घर कहाँ हो नि? बुढाको कुराले बटुवा अक्क बक्क पर्यो, किनकि उसको घर उतै थियो। सोधेको कुराको जवाफ पाउन नसकेकोले बुढोले ठुलो ठुलो डाको गरी सोध्यो, होइन किन नबोलेको? कतै तिम्रो घर पनि उतै त होइन हो कि क्या हो? बुढोले सातो खाउला जस्तै गरेर सोधेकोले उसले ढाँट्नै सकेन। हो भनी बताउन उसलाई करै लाग्यो। अनि बुढो झन्झन कड्की कड्की भन्न लाग्यो, तिम्रो अनुहार मेरो आँखा लैजाने बुढोसँग ठ्याक्कै मिल्छ। पक्कै पनि तिमी उसैका भाइ अथवा छोरा हुनुपर्छ। काटी कुटी सबै मिल्छ। म त तिमीलाई यत्तिकै छाड्न सक्दिनँ। त्यसरी नाना तरहबाट धम्की देखाउन लागेकोदेखि हे परमात्मा, यो के आइलाग्यो भन्ने सम्झेर केटोले बुढासँग भन्यो, घरबेटी बा, मलाई यस किसिमको झमेलामा नफसाउनुहोस्। मेरा बा आजसम्म एक रात पनि बिताउने गरी कतै पनि गएको मलाई अहिलेसम्म थाहा नै छैन। कसरी तपाईँका आई आँखा लिएर गयो होला नि त? मलाई पत्यार भएन। तर घरबेटी उसको कुरामा कानै नदिकन धरपकड गर्न थाल्यो। छिटो देऊ मेरो आँखा, ख्याल नगर। यसरी 1-2 गर्दा गर्दै ती दुईका बीचमा नराम्रो किसिमको झगडा हुने छाँटकाट भइसकेको थियो। त्यो देखेर आखिर त्यस बटुवाले भन्यो, त्यसो होइन, मसँग भएको 100 रुपियाँ दिन्छु, मलाई छाडिदिनुहोस्। बुढाले मुन्टा हल्लाए र इसारा गरे। इसाराले हुन्छ भन्ने सङ्केत गरेपछि उसले खल्तीबाट 100 रुपियाँ झिकी बुढाको हातमा राखिदियो र त्यस घरबाट उम्कियो। त्यहाँबाट ऊ आफ्नो 300 रुपियाँ कुन उपायले जुटाउने हो भनी अनेक सोच विचारमा तल्लीन हुँदै एउटी कुटुनी बुढीको घरमा बास माग्न पुग्यो। बास बस्ने कुराको सिलसिलामा कुटुनी बुढीले भनी, एउटा कुरालाई एउटा शर्त मान्छौ भने मात्रै बास बस्न पाउँछौ, नत्र त कठिन सम्झ। बटुवाले भन्यो, जब एक रात बास बस्नको लागि पनि कबुल गर्नुपर्ने कस्तो कुरा हो? चाहे कुरा जेसुकै होस्, बुझ्न त अवश्य पनि पर्छ भन्ने सोचेर उसले भन्यो, होइन कुरा के हो त आमै त्यस्तो भन्नुहोस् न त। बुढियाले भनी, बाबु, मेरो घरमा एउटा पोथी कुखुरी छ जो रातको ठिक 2 बजे बास्ता छे। त्यति बेला तिमीलाई देखाउँछु। यदि तिमीले पोथी बाँचेको होइन भनी प्रमाणित गर्न सक्यौ भने मेरो घरमा भएको श्री सम्पत्ति सबै तिमीले एकलौटी गर्न पाउनेछौ। होइन, त्यो डोकोले थुनिराखेको पोथी कुखुरा नै बाँचेको हो भनेर तिमीले ठहरायो भने घरको नोकर भएर बोराको भरमा कानमा 3वटा कौडी झुन्डाएर ढुटो र भुसको खोले खाएर बस्नुपर्दछ। बुढीको यस्तो चलाखीपूर्ण कुरा सुनेर हुने हार दैव नटार भनेर उसले ल भनी राजी भयो। बुढियाले उसलाई बस्न दिए। अनि ऊ सोच गर्न थाल्यो। उसले खासै पोथी कुखुरा बाँचेको त देखेकै थिएन, अनि त्यो कसरी बाँच्दा छ र? असम्भव कुरो। तर त्यस बुढियाले एउटा कुतर्क गरेकी थिए। उसले ठिक पोथी थुनेकै मुनिबाट जमिनमा खाडल खनेर माथिबाट जालीले एउटा भाले कुखुरा थुनेकी थिए, जो कसैलाई पनि झट्ट देखिँदैन थियो र त्यो बाँचेको पोथी नै बाँचेको भान पर्थ्यो। सो कुरा बटुवालाई थाहा भएन। अब ऊ आफ्नो बाचा कबल बमोजिम त्यस कुटुनी बुढियाको नोकर भई बस्नु पर्यो भनी सुर्ताउन थाल्यो। तर नोकर भएर बस्नै परे पनि कुराको खासै निरूपण त गर्नुपर्छ भनी डोको उचाली हेऱ्यो। तर पोथी नै आँखा अगाडि देखेकोले ऊ दुःख हुँदै साबिकको थलोमा आई पल्टियो। भोलिपल्ट सबेरै बुढीले त्यस लट्ठक बटुवासँग भन्यो, के सुन्यौ, पोथी बाँचेको कि भाले भनेर सोधी। हो, पोथी नै हो भनेर जवाफ दियो। बुढियाले उसको बाचा अनुरूप एउटा थोत्रो बोरा र 3वटा कौडी ल्याएर दिए। बटुवाले लुगा गहना रूपी बोरा र कौडा धारण गरी त्यसै दिनदेखि नोकरको थान्कोमा त्यसै घरमा बस्न लाग्यो। यता स्वास्नी चाहिँ पैसा कमाउन गएका आफ्ना खसमको अत्तो पत्तो नपाएर दिक्क हुँदै उसको तलास गर्ने अठोट गरी घरबाट निस्की। त्यस आइमेको एउटा यस्तो खुबी थियो कि ऊ पशु वाक्य पनि सजिलै बुझ्थे। ऊ आफ्नो खसमको खोजीमा बाटो लागेपछि जहाँ जहाँ पुग्थे त्यहाँ त्यहाँ उसले ठगा, लफाङ्गा, डुडा र काना अगाडि पर्दथे। मतलब ऊ उनीहरूकै घरमा बास बस्न पुग्थे। बास बस्न गएका ती सबै ठाउँमा खसमको बेहाल भई आफू उनको तलासमा हिँडेको सबै बेली विस्तार बताउँथे। उनीहरूले पनि यसका लोग्ने बनाउँदोलाई त ठग्यो भने यस जाबीलाई ठग्न के को आइदबार।
भने सम्झी उही आफ्नो नभएको खुट्टा, नभएको हात, नभएको आँखा तिम्रा ससुराले लगेका थिए, त्यही तिमी पुर्याउन आएकी हौली भन्ने कुरा गर्दै ठग्ने सुर गर्थे। तर ऊ उल्टो उनीहरूभन्दा पनि झन् बाठी थिए। ससुराले तपाईँको खुट्टा, हात, आँखा बनाउन थाल्नुभएको छ, तर तिनको मोटाई, गोलाइ र लम्बाइ अनि चौडाइ नमिल्ला भनी तपाईँको बाँकी खुट्टा, बाँकी हात र बाँकी आँखा नमुनाको लागि लिन भनेर मलाई पठाउनु भएको हो। यति भन्दै उसले खुकुरी झिकेर हात गोडा काट्नका लागि तयार हुन्थे। यसरी ती चोट्टाहरूलाई साह्रै फसादमा पार्थे। ऊ नमुना नली म पाइलो सार्दिनँ, ससुराले खाली हात नफर्कनु भनी हगारी पठाउनु भएको छ भनेर धरपकड गर्न थाली। ती धुताहरू अक्क बक्क भए। आखिर केही सिप नलागेपछि प्रत्येकले बरु हामी तिमीलाई 200 रुपियाँ दिन्छौँ, हाम्रो सत्य हात गोडा नकाट भनी 200 रुपियाँ उसको हातमा थमाएर बिदा गरे। अनि ऊ त्यहाँबाट हिँडी। उसलाई खास गरेर खसमकै पत्तो लगाउनु थियो। ऊ अघि बढ्दै गई। जाँदा जाँदा ऊ कुटुनी बुढीको घरमा बास बस्न पुगी। उसले त्यस घरमा पुग्नु अगावै आफ्नो जनाना भेष बदलेर मर्दाना भेष गराएकी थिए, अर्थात् ऊ पुरुषको रूप धारण गरेर त्यहाँ बास बस्न पुगेकी थिए। बास बस्ने कुरा गर्दा बुढियाले उही पोथी कुखुराको बसाइ सुन्ने कबुलमा बास बस्न दिने आफ्नो मनाइ प्रकट गरी। त्यस भनाइबाट त्यस पुरुष भेषधारी आइमाईलाई के फिक्री भयो र? ऊ पशुवाक्य बुझिहाल्थी, त्यसैले हुन्छ भनेर उसले सबै बाचा स्वीकार गरी। बास मिल्यो, खानपिन सकियो र निदा देवीको शरणमा परे। उसलाई त्यस रातको खास कुरो पत्ता लगाउनु ज्यादै महत्त्वपूर्ण थियो। निदायको भान पारी ऊ त्यही कुखुराको बसाइको विचारमा तल्लीन रही। अनि अकस्मात राति कुखुराहरू आपसमा कुरा गर्न थाले। भालेले भन्यो, हाम्रो मालिकनी बुढीको मनसाय के हो? हामी दुईलाई यसरी तल र माथि गरेर थुनिराखेको यस बुढियालाई अवश्य पनि हाम्रो पाप लाग्नेछ। यस्तो लहलहाउँदो वैशाखको बेलामा हामीले एकअर्काको तातो न्यानो पनि पाएनौँ। कस्तो हाम्रो मरेको कर्म! हे ईश्वर, हामीलाई यस पापिष्ट बुढियाको पन्जाबाट चाँडै छुटाइदेऊ। यसरी ती भालेपोथी अलाप बिलाप गरी रुन थाले। तर बिहानी प्रहर हुने बित्तिकै आफ्नो स्वभाव अनुसार त्यसको सङ्केत जनाउँदै भाले कुखुरो कुखुरी काँ गरेर करायो। त्यो सुनि पुरुष भेषधारी पाहुनाले कुखुरा थुनिराखेको डोको उचाली र भाले र पोथीलाई ठाउँ सट्टापट्टा गरेर राखी अनि आफू साबिकै ठाउँमा आएर पल्टी। बिहान भयो। घरपेटी बुटी ऊ भएको ठाउँमा आएर भनी, के भयो, कुखुरा बास्यो कि बासेन भनेर सोध्न थाली। उसले बास्न त बास्यो, तर पोथी होइन आमा, भाले चाहिँ बास्यो भन्दै जवाब दिए। अब बुढी आफ्नो जितमा प्रसन्न हुँदै गलल हाँसेर, के त पक्कै भाले नै बासेको हो त भनेर भन्दै थिए। पाहुनाले भन्यो, हो पक्कै पनि भाले नै बासेको। यो जवाब सुनेर बुढी खुसीले गदगद हुँदै लौ त हिँड हेर्न भनेर उसलाई डोकोतिर लगी। ऊ पछि पछि गई। बुढियाले लौ हेर भनेर डोको उजाल्दा कयौँ दिनदेखिको कारावासबाट मुक्ति पाएको भाले भुर्र उडेर खुसीका साथ बाहिर लाग्यो। बुढिया चकित भएर आफ्नो हार स्वीकार गरी आखिर पुरुष भेषधारी आइमाले बुढियाको घरमा भएको सारा मालसामान, सम्पत्ति, नोकर चाकर समेत आवश्यक भरियालाई बोकाएर आफ्नो घरको बाटो तताई। बीच बाटोमा पुगेपछि नोकर चाकरहरूका हैसियतमा आएका सबैलाई बाटो खर्च दिँदै आफ्नो आफ्नो घर जाने आज्ञा दिए। तर आफ्नो खसमलाई भने सँगै नै लिएर हिँडी। अलिक पर पुगेपछि खसमले भन्यो, अरू सबैलाई छोडिदिनु भयो, मलाई भने किन साथै लैजानुहुन्छ? म माथि पनि कृपा गरेर छोडिदिनु भए म आफ्नो परिवारको मुख हेर्न जाने मौका पाउने थिएँ। त्यस मानिसको कुरा सुनि हुन्छ भन्दै लोग्ने जान लाग्दा उसले ओडेको बोरा र कानमा लगाएको कौडी चाहिँ मागेर आफैले लिई अनि आफू छेकारो काटेर लोग्नेभन्दा पनि अगाडि नै हतार घरमा पुगी। धेरै दिनदेखि नबढारेको आफ्नो घर सफासँग बढार्न लागि। त्यतिखेरै परदेशीको खसम पनि घरमा आइपुग्यो। घर पुग्ने बित्तिकै उसले कसैलाई अराएकै भावमा, खै जुत्ता लिएर म यसलाई पिट्छु भनेर भन्यो। त्यही बेला स्वास्नीले भनी, बिना कमाई धमाई के जुत्ता हान्नु, बरु इलम गरी कति लिएर आएका छौ देखाऊ अनि जुत्ताले हान। उसले यति भनेपछि लोग्ने नाजवाफ भयो। लोग्नेको कमाईको दर्शन पाउन दुर्लभ जानिसकेकीले उल्टै उसले बीचबाट लिएर आएको बोरा र कानको कौडी देखाइदिए। ऊ त झन् लज्जित भयो। लोग्नेले आफ्नो कमजोरी महसुस गरी चुपचाप बसिरहेको देखेर स्वास्नीले फेरि भनी, आफूमा खुबी छैन, पैसा कमाउन गएका नाते कुटुनी बुढीको नोकर भएर कमाएर भएर कुन अवस्थामा बस्नु परेको थियो? के थियो अवस्था? सबै बिर्स्यौ? अब पनि स्वास्नीलाई जुत्ताले बजाउँछु भनेर भन्न लाज लाग्दैन? यसरी नाना तरहले आफूमाथि जाइ लागेको देखेर, भो बाबा भो, त्यसरी नभन, अबदेखि म जुत्ता हान्छु भनेर कहिले पनि भन्ने छैन भनेर लोग्ने स्वास्नीको शरणमा पर्यो र त्यस दिनदेखि उनीहरू सधैँ मिलिजुली खुसी साथ राजी खुसी रमाइलो गरेर मायाका साथ बसे। यो थियो नेपाली लोककथा जुत्ता खाने बुहारी। कथा सेतो बाघ।
धेरै पहिलेको कुरा हो। बुटौल नजिकै दोभान नाम गरेको एउटा गाउँमा उपवीर नाम गरेको एकजना केटा आफ्ना आमासँग बस्ने गर्थ्यो। आमा छोरा दुईजना मात्रै बस्ने सो परिवारमा उपवीरका बाबु ऊ सानै हुँदा हराएका थिए। आफ्ना साथीभाइ सबैको घरमा बाबु भए पनि उनको घरमा बाबु थिएन। त्यसैले उनलाई निकै चिन्ता लाग्ने गर्थ्यो। तर त्यससँगै उनलाई यस कुराले पनि खुसी पार्थ्यो कि उनका बाबुले गाउँकै सुरक्षाका निमित्त आफ्नो ज्यान जोखिममा पारेका थिए। उनका बाबुको कथा गाउँभरि निकै चर्चित थियो, किनकि त्यही नजिकै भएको सावन डाँडामा बस्ने एउटा अजङ्गको सेतो बाघ त्यस गाउँमा पल्केको थियो। त्यो सेतो बाघले बस्तीमा पसेर गाईबस्तुलाई मार्ने र उस्तै परि मान्छेलाई समेत आक्रमण गर्ने गर्थ्यो। उपवीर जन्मेपछि फेरि एकचोटि सेतो बाघ त्यस गाउँमा पसेर विध्वंस मचाएको रहेछ। त्यो देखेर उपवीरका बाबुलाई अति नै रिस उठ्यो र उनले घोषणा गरे, म त्यो सेतो बाघको शिकार गरेर गाउँलाई बचाउनेछु। यति भनेर त्यस समयका अति नै सिपालु शिकारी रहेका उपवीरका बाबुले सबै हात हतियार बोकेर सेतो बाघको शिकार गर्नका लागि भनेर सावन डाँडातिर उक्लिए। तर दुःखको कुरा, त्यसपछि उनी कहिले पनि फर्केर आएनन्। उपवीरकी आमाले लोग्ने खोज्न जाने आँट गर्न सकिनन्। उनले गाउँलेहरूसित रोइ कराई गरेर आफ्नो पतिलाई खोजिदिन अनुरोध पनि गरिन्, तर कसैले पनि आफ्नो ज्यान जोखिममा पार्ने आँट गर्न सकेनन्। यो कुरा उपवीरलाई उनकी आमाले धेरैचोटि सुनाएकी थिइन्। त्यसैले उपवीरले पनि मनमा नै अठोट गरिसकेका थिए कि म ठुलो भएपछि मेरो बुवालाई खोज्न जानेछु। यदि त्यो सेतो बाघले मेरो बुवालाई मारेकै रहेछ भने पनि म त्यसलाई जिउँदो छोड्दिने छैन। मनमा यस्तो ठानी उपवीरले आफूलाई त्यसका लागि राम्रो तयारी गर्न थाले। उनले हात हतियार चलाउनु, शिकार गर्न आवश्यक प्रशिक्षण लिन थाले। जान्नेहरूबाट पनि उनले सिक्न थाले। यसरी उपवीर 15 वर्षको हुँदा नै उनी एउटा राम्रो शिकारी बनिसकेका थिए। एक दिन उपवीरले आँट गरेर आफ्नी आमासँग भने, आमा, म अब एक राम्रो शिकारी बनिसकेको छु। अब म बुवालाई खोज्न जान्छु। त्यो सेतो बाघलाई जित्न सक्छु। मलाई सावन डाँडा जाने अनुमति दिनुहोस्। छोराको यस्तो कुराले आमालाई चिन्तामा पार्यो। आफ्नो पतिलाई त गुमाए, अब छोरालाई पनि कसरी गुमाउनु? उनलाई पटक्कै मन भएन। उनले भनिन्, छोरा, सेतो बाघलाई मार्नु सजिलो छैन। अहिले तिम्रो उमेर पनि भएको छैन र तिमीमा सेतो बाघलाई हराउन सक्ने क्षमता पनि छैन। उपवीरले भन्यो, आमा, म लामो समयदेखि त्यो बाघलाई मार्न भनेर तयारी गरिरहेको छु। अहिले मेरो सबै तयारी पुरा भइसकेको छ। त्यसैले तपाईँले कुनै पनि चिन्ता लिनु पर्दैन। म त्यो बाघलाई अवश्य पनि मार्नेछु। त्यसपछि आमाले भनिन्, सेतो बाघलाई मार्न तिमीले भने जस्तो कहाँ सजिलो छ र बाबु? तिम्रा बुवाले कति धेरै तयारी गरेर जाँदा त मार्न सकेनन्। उनले त मेरो टाउकोमाथि पानीको भाँडो राख्न लगाएर एक कोस परबाट बाण हानेर भाँडामा भएको पानी एक थोपा पनि नपोखाई गाग्रीको मुख मात्रै फुटाउनसम्म सक्थे। आमाको यस्तो कुरा सुनेर उपवीरले आफू पनि त्यति गर्न सकेपछि मात्रै जाने अठोट गरे। सुरुमा त उनले त्यसरी बाण चलाउन सकेनन्। त्यसपछि उनले बाण हाने प्रशिक्षण लिन थाले। 3 वर्षको अथक प्रयासपछि उनले एक कोस पर बसेर बाण हानेर भाँडामा भएको पानी एक टोपा पनि नपोखाई भाँडोको मुख मात्रै फुटाउन सक्ने भए। यसरी 3 वर्षको अथक प्रयासपछि प्रमाणित गरेर देखाएपछि 18 वर्षको भएका उपवीरले आमासित सेतो बाघको शिकार खेल्नका लागि जाने अनुमति मागे। तर आमाले छोरालाई गुमाउन चाहेकी थिएनन्। त्यसैले उनले फेरि भनिन्, सेतो बाघलाई मार्न तिमीले भने जस्तो सजिलो कहाँ छ र? तिम्रो बुवाले त कति तयारी गरेर त मार्न सकेनन्। तिम्रो बाले त एक कोस परबाट एउटा सियोको टुप्पोमा पनि निशाना लगाउन सक्नुहुन्थ्यो। तिमी सक्छौ त? आमाको कुरा सुनेर उपवीरले आमालाई एउटा सियो रुखमाथि गाड्न लगाएर एक कोस परबाट निशाना लगाउने प्रयास गरे। तर उनले एक कोस परबाट सियोको टुप्पोमा निशाना लगाउन सकेनन्। त्यसैले उनले सेतो बाघ मार्न जाने योजना छोडेर सियोको टुप्पोमा निशाना लगाउने प्रयास सुरु गरे। 3 वर्ष लगातार मेहनत गरेपछि उपवीरले साँच्चीकै सियोको टुप्पोमा एक कोस परबाट पनि निशाना लगाउन सक्ने भए। खासमा आमाले काल्पनिक कुरा सुनाएकी थिइन्। उनले छोराले सेतो बाघ मार्न जाने अभिलाषा छोडोस् भनेर उनलाई असम्भव लागेको कुरा उसको बुवाले गरेका थिए भनेर बताएकी थिइन्। तर उपवीरले भने ती सबै कुरा अथक प्रयास गरेर मेहनत गरेर पूर्ण गरेको देखेपछि भने उनलाई पक्का भयो कि उनको छोराले आँटेको सबै कुरा गर्न सक्छ भनेर। त्यसपछि ती आमाले 21 वर्षका उपवीरलाई सावन डाँडामा जाने अनुमति दिए सेतो बाघको शिकार गर्नका लागि। आमाको अनुमति पाएपछि खुसी भएर उपवीर तुरुन्तै आफ्ना हात हतियारले सुसज्जित भएर बाघको आक्रमणबाट बस्न मिल्ने खालका पहिरन लगाएर सम्पूर्ण तयारी गरेर सावन डाँडातर्फ उकालो लाग्यो। यसरी हिँड्दै जाँदा त्यस डाँडाको फेरिभन्दा अलिक माथि पुगेपछि उनले एउटा सानो घर भेटे। उनले त्यस घरमा एक बुढी आइमाईलाई भेटे। उपवीरले ती बुढी आइमाईसँग बास मागे। ती बुढी आइमाईले सोधिन्, कताको सायद हो बाबु? उपवीरले भने, आमै, म सेतो बाघलाई मार्न भनेर हिँडेको। त्यसलाई मार्नका लागि भनेर मैले वर्षौँदेखि धनुर्विद्याको तयारी गरेको छु।
ती बुढी आमाले निकै अविश्वासिलो पाराले भनिन्, बाबु सेतो बाघलाई मार्नु सजिलो छैन। आजभन्दा धेरै वर्ष अगाडि एउटा तिमी जस्तै नवयुवक शिकारीले सेतो बाघ मार्छु भनेर उकालो चढेका थिए, यही बाटो आएका थिए। उनी म कहाँ एक रात बास पनि बसे, तर तिनी कहिले पनि फर्किएनन्। उनको कुरा सुनेर खुसी हुँदै उपवीरले भने, त्यो त पक्कै पनि मेरो बुवा हुनुपर्छ। उपवीरको कुरा सुनेर ती वृद्ध महिलाले घोरिएर उपवीरको अनुहार हेरे र खुसी हुँदै भनिन्, हो त, तिमीले यो कुरा भनेपछि पो उनी पनि तिमी जस्तै पो थिए त। अनि एकैछिनमा ती महिलाको अनुहारमा अहिलेको खुसीमा ग्रहण लागेको जस्तै पीरले छोप्यो। उनले चिन्तित हुँदै भनिन्, तर बाबु सेतो बाघ अति नै मायावी छ र त्यसलाई मार्नु सजिलो छैन। उपवीरले दृढ भएर भन्यो, आमै चिन्ता नगर्नुहोस्, मैले पुरा तयारी गरेको छु त्यस बाघलाई मार्नको लागि। मैले त वर्षौँदेखि निशानाबाजीको प्रशिक्षण लिएको छु। बुढी आमाले अलिक परको रुख देखाउँदै भनिन्, त्यसो हो भने त्यो रुख छ नि बाबु, हो त्यस रुखतिर ढाड फर्काएर बाण हानेर त्यसको टुप्पाको पात भुइँमा खसाउन सक्छौ त? बुढीको कुरा सुन्ने बित्तिकै उपवीरले तुरुन्तै बाण हानेर पात झार्ने प्रयत्न गरे, तर उनको निशाना चुक्यो। त्यसपछि उपवीरले भने, आमै म त्यो रुखको पात झारेरै छाड्छु, मलाई केही दिन प्रयास गर्न दिनुहोस्, त्यतिन्जेल म तपाईँकै घरमा बास बस्छु नि है, बस्न दिनुहुन्छ? ती युवकको कुरा सुनेर खुसी भएकी आमाले उपवीरलाई उनको घरमा बस्न दिइन्। उपवीर प्रशिक्षणमा जुटे, ढाड फर्काएर काँधबाट बाण हान्ने क्षमता विकास गर्नका लागि। 3 वर्षसम्म प्रशिक्षण गर्दा गर्दा उपवीरले काँधमा बाण राखेर निशानामा ताकेर हान्न सक्ने क्षमतावान भए। उनले रुखको सबैभन्दा माथिको पातलाई निशाना लगाएर देखाएपछि पनि ती वृद्ध महिला पनि अझै सन्तुष्ट भएकी थिइनन्। उनले भनिन्, यो त ठिकै भयो, तर तिमीले एकदमै पर पनि नचुकाइकन निशाना लगाउन सक्नुपर्छ। त्यो पहरा छ नि, हो त्यो पहरा यहाँदेखि 3 कोस पर छ, यहाँबाट त्यस पहरामा हिँडिरहेको कमिलालाई निशाना लगाउन सक्छौ त? त्यति नसक्ने हो भने त आँट नगरे पनि हुन्छ। ती युवकले त्यसको लागि पनि प्रशिक्षण गर्न थाले। यसरी अर्को 3 वर्ष उनले प्रशिक्षण गरेपछि बल्ल उनले 3 कोस परको पहरामा हिँडिरहेको कमिलालाई समेत निशाना लगाउन सक्ने भए। यसरी ती बुढीको घरमा 6 वर्षसम्म बसेर प्रशिक्षण गरिसकेपछि 27 वर्षको भएका उपवीर सेतो बाघको शिकार गर्नका लागि तयारी भए। उनको यो लगनचितता देखेर र लामो समयसम्म आफूसँगै बसेको हुनाले ती वृद्ध महिलाले उपवीरलाई आफ्नै छोरो जस्तै माया गर्न थालेका थिए। उनले बाटोको लागि भनेर धेरै खानेकुराहरू दिएर उपवीरलाई बिदा दिइन्। ती महिलाको आशीर्वाद लिएर उपवीर उकालो लागे। लामो समयको प्रशिक्षण र निशानाबाजीमा आएको निखारताले उपवीरमा आँट र भरोसा भरिएको थियो। उपवीर साउन डाँडाको उकालो कटेर सम्म अनि भिरालो सबै खालको बाटो काट्दै झन्झन घना जङ्गलभित्र पुगे। धेरै दिनसम्म जङ्गलभित्र घुम्दा पनि सेतो बाघको अत्तो पत्तो थिएन। खासमा साउन डाँडाबाट नै महाभारत पर्वतमाला सुरु हुने भएको हुनाले त्यस पर्वतमालामा हजारौँ पहाडहरू थिए। सेतो बाघ कहाँ छ भनेर खोज्नका लागि साँच्चीकै गाह्रो काम थियो। एक दिनको कुरा हो, उपवीर एउटा ढुङ्गामाथि बसेर एक खानेकुरा खाँदै थिए। त्यही नजिकै एकजना महिला देखा परिन् र उनले भनिन्, हे नवयुवक, मलाई पनि भोक लागेको छ, केही खाना दिन्छौ कि? उपवीरले भने, लिनुहोस् आमा, लिनुहोस्। यति भन्दै उनले खानेकुरा दिए। खानेकुरा खाँदै ती महिलाले सोधिन्, हाम्रो यो क्षेत्रमा तिमी जस्तो अपरिचित मानिस त देखिँदैन, तिमी कहाँबाट आयो बाबु? अनि कहाँ जाने विचार छ? उपवीरले भने, म सेतो बाघको शिकार गर्नको लागि भनेर आएकी हुँ। उपवीरको कुरा सुनेर तर्सिँदै ती महिलाले भनिन्, हे नवयुवक, सेतो बाघलाई मार्ने कुरा त बिर्सिदेऊ भयो, यस्तो डरलाग्दो जन्तुलाई मार्नु त सम्भवै छैन। उपवीरले भने, त्यसो होइन आमै, म त्यसलाई मार्नकै लागि भनेर सानैदेखि तयारी गरेर आएको छु। मेरो जीवनको एउटै उद्देश्य हो सेतो बाघलाई मार्नु। ती महिलाले भनिन्, तर सेतो बाघ एकदमै मायावी छ, एकदमै छिटो छ। सेतो बाघले यति छिटो झम्टन्छ कि थाहा पत्तो नै पाइँदैन। शिकार बन्नेले शिकार बनिसकेपछि मात्रै शिकार भएको थाहा पाउँछ। त्यसैले यहाँ कसैलाई पनि कुन बेला मरिन्छ भन्ने कुरा ठेगान नै छैन। तिमी त झन् एक नवयुवक हौ, त्यसैले सेतो बाघको शिकार गर्ने इच्छा छोडेर यहाँबाट फर्केर जाऊ। उपवीरले जिद्दी गर्यो, म त्यसको लागि सबै तयारी गरेर आएको छु, म मैदान छोडेर भाग्ने सिपाही होइन। उपवीरको जिद्दीको अगाडि ती वृद्ध महिलाले भनिन्, त्यसो हो भने तिमी एकदमै निश्चिन्त छौ भने त्यो बाघलाई निशाना पार्ने एउटै उपाय छ। बेलुका पश्चिम दिशामा क्षितिजमा एकै निमेष मात्र एउटा सानो बिन्दु जस्तो देखिन्छ। केही विचारै नगरिकन त्यसै बिन्दुलाई ताकेर त्यही निमेषभरमा निशाना लगाउन सक्यो भने मात्रै सेतो बाघ मारिन सक्छ। तर तिमी अलिकति मात्रै ढिलो भयौ या तिम्रो निशाना चुक्यो भने त्यसपछि बाँच्ने आशा नगरे पनि हुन्छ। यति भनेर ती महिला आफ्नो बाटो लागिन्।
उपवीर त्यहीँ बसेर क्षितिजलाई निहाल्न थाले। क्षितिजका सबै रेखाहरू र विवरणको बारेमा राम्रोसँग अध्ययन गरेपछि ढुङ्गाको आडमा लुकेर बसेर आफ्नो बाण ताकेर हेर्न थाले। सूर्यास्तको समयको बेलामा एउटा सेतो बिन्दु एकैछिन देखा पर्यो पर क्षितिजमा। उपवीरले फटाफट त्यसै बिन्दुलाई ताकेर बाण छाडे। त्यसलाई लाग्ने बित्तिकै ठुलो आवाज गरेर केही भुइँमा पछारेको जस्तै उनलाई लाग्यो। उपवीरले तीर ताक्दै आवाज भएको ठाउँतिर दौडे। त्यहाँ त एउटा विशाल पहाड जत्रो सेतो बाघ मुख बाएर लडिरहेको रहेछ। उपवीरले फेरि त्यस बाघको मुखमा नै बाण हानेर मरे नमरेको परीक्षण गरे। बाघ नचल्मलाइकन लडेको देखेपछि बल्ल बाघ मरेको पत्तो भयो र त्यो पहाड जस्तो अजङ्गको बाघले खासमा मुख बाएर उपवीरलाई नै निल्नका लागि भनेर झम्टिरहेको बेलामा उनले बाघलाई मारेका रहेछन्। उपवीरले सोचेको भन्दा पनि अजङ्गको र डरलाग्दो सेतो बाघको खुल्ला रहेको मुखभित्र उनी सजिलै छिर्न सक्ने गरी मिल्ने ठुलो थियो। सो बाघ देखेर अचम्बित मान्दै उपवीर त्यसको वरिपरि निहाल्दै हेर्न थाले। यसरी हेर्दै गर्दा बाघको दाँतमा एउटा रेशमी कपाल अड्किएको फेला पारे। यो देख्ने बित्तिकै उपवीरलाई थाहा भयो कि त्यो बाघले पक्कै पनि कुनै मान्छेलाई निलेको हुनुपर्छ। त्यसपछि उपवीर बाघको घाँटीतिर अघि बढे। बाघको घाँटी एउटा अँध्यारो गुफा जस्तै थियो। त्यस अँध्यारो गुफाभित्र उनी पसे। उनी सकि नसकी निकै बल गरेर भित्र पुगे। त्यहाँ भित्र त एउटा सुन्दर युवती बेहोस भएर लडिरहेकी रहेछन्। दाँतमा अड्किएको तिनैको कपाल रहेछ। उपवीरले ती युवतीको नाडी छामे। उनको नाडी बिस्तारै बिस्तारै रोकी चलिरहेको थियो। उपवीरले ती युवतीको शरीरको सबैतिर निहालेर हेरे, कतै त्यो बाघले चिथोरेर टोकेको त छैन भनेर। सलक्क निलिएको उनको शरीर भने सकुशल थियो। अनि उपवीरले ती युवतीलाई झकझकाएर उठाउन खोजे, तर उनी उठिनन्। त्यसपछि उनले ती युवतीको ओठमा आफ्नो ओठ जोडे र बेस्सरी फुके। हावा उनको पेटसम्म भरियो र फोक्सोमा भरियो। मुख हटाएर उपवीरले ती युवतीको छातीमा दरिलो गरेर थिचे। हावा बाहिर निस्कियो। अनि फेरि ओठमा ओठ जोडेर फेरि फुके। फेरि उनले छातीमा थिचे, फुके थिचे। यसो गर्दै गर्दा ती युवती चलमलाउन थालिन्। बिस्तारै बिस्तारै उनले आँखा खोलिन्। आँखा खोल्दा आफ्नो अघिल्तिर एक सुन्दर युवक देखेर तिनी अचम्मित भइन्। उपवीरले उनको बारेमा सबै कुरा सोधे। ती युवती खासमा एक राजकुमारी रहेछिन्। अजङ्गको सेतो बाघ आफ्नै अघिल्तिर देखेपछि बेहोस भएकी ती राजकुमारी कहाँ छु, के भइरहेको छ भनी उनलाई केही थाहा पत्तो रहेनछ। यसरी उनीहरू बीच कुराकानी चल्दै गर्दा त्यही नजिकै एउटा मान्छेको जस्तो आवाज सुनियो र दुवैजना झस्किए। खासमा त्यो आवाज एक बुढो मानिसको थियो, जो एउटा कुनाबाट घस्रिँदै निस्किरहेका थिए। त्यो बुढो मान्छे उपवीरकै बाबु पो रहेछन्। बुढो मान्छे यतिका वर्षसम्म त्यस बाघले निलेको खानेकुरा खाएर बाँचेका रहेछन्। बाउछोराको मिलन भएपछि दुवैजना अति नै प्रसन्न भए। त्यसपछि तिनैजना बाघको पेटबाट बाहिर निस्किए। उनीहरू एउटा ठुलो खेतको बीचमा थिए। उपवीरले त्यस बाघको थोरै छाला काटेर बोके। एक हातमा राजकुमारी सुन्दरी र अर्को हातमा वृद्ध पितालाई डोराउँदै घरतिर लागे। बाबु छोरा दुवैजना घर फर्केको देखेर उपवीरकी आमा अति नै खुसी भइन्। उनले ती युवतीको बारेमा पनि सोधखोज गरिन्। त्यसपछि उपवीरले ती युवतीलाई उनको राजमहलमा लगेर राजाको जिम्मा लगाइदिए। आफ्नी छोरीलाई सकुशल लिएर आएको देखेर राजा अत्यन्तै खुसी भए। अझ सेतो बाघ पनि मारेको कुरा सुनेर त राजाको खुसीको सीमा नै रहेन। उनले यस खुसियालीमा उपवीरलाई ज्वाइँ बनाउने इच्छा व्यक्त गरे। यो कुरा सुनेर उपवीर र राजकुमारी दुवैजना झन अति नै खुसी भए। यसरी उपवीर राजाको ज्वाइँ बने। त्यसको साथसाथै राजाको सहयोगी भएर देशका सबै खराब आचरण भएका व्यक्तिहरूको विनाश गरेर सुख शान्ति प्रदान गर्दै काम गर्न थाले। यो थियो कथा सेतो बाघ। एकादेशको कुरा हो। कुनै एउटा गाउँमा आमा बाबु नभएका दुईजना टुहुरा दिदीभाइ बस्थे। दिदी चाहिँको विवाह सानै उमेरमा भए पनि उनीहरू आफ्नै बाबुआमाकै घरमा बस्थे। ती टुहुरा टुहुरी अर्काको घरमा गएर काम गर्थे, ज्याला मजदुरी गर्थे। अरूले दया गरेर जे दिन्थे तिनै खानेकुराहरू खाएर जीविकोपार्जन गरिरहेका थिए। यसरी रहँदा बस्दा दुवैजना उमेर बढ्दै गयो र उमेरदार भए। त्यसपछि एक दिन भाइले सोच्यो, अब त दिदीलाई भिनाजुको घरमा लगेर छोड्नु पर्ला जस्तो छ। यति सोचेर भाइले दिदी चाहिँले लिएर भिनाजुको घर खोज्दै हिँड्यो। यसरी घर खोज्ने क्रममा जेन तेन गरेर भिनाजुको घर पत्ता लगाई उनीहरू भिनाजुको घरमा पुगे। भिनाजुको घरमा पनि बुहारी आएको देखेर सबैजनाले उनीहरूलाई मिष्टान्न खानाले स्वागत गरे। सबैजना खुसी भए। भाइ चाहिँ पनि केही दिन दिदीकै घरमा बस्यो। तर चेलीबेटीको घरमा धेरै समय बस्नु हुँदैन भनेर उनी केही दिनपछि आफ्नो बाटो लागे र आफ्नै घरमा आएर बस्न थाले।
आफ्नो घर फर्किएपछि भिनाजुको घरमा खाएको मिठो मिठो खानेकुराहरूको स्वाद उनले बिर्सन सकेनन्, सम्झिराखे। त्यसैले उसले आफूले पनि दिदीकै घरमा गएर बस्ने विचार गरे र पोको पन्तुरो बोकेर बाटो लाग्यो। धेरै दिनको बाटो हिँडेपछि बल्ल तल्ल ऊ आफ्नो दिदीको घरमा पुग्यो। एक साँझ दिदीको घरमा पुगे। दिदी भने राम्रा राम्रा गरगहना र लुगाले सजिएर राम्रो रुगा लगाएर बसिरहेकी थिइन्। तर दिदी चाहिँले आफ्नो भाइलाई केही पनि वास्ता गरेनन्। भाइ भने दिदीले कहिले घरभित्र बोलाएर मिठो मिठो खानेकुरा देला भनेर पिँढीमा रुगेर बसिरह्यो। तर यसरी कुर्दै पनि आधा रात बितिसक्यो। दिदीले भाइलाई बोलाइनन्। बल्ल बल्ल आधी रात बितेपछि दिदी चाहिँले सबैजनाले खाएर बाँकी रहेको जुठो डल्लो पारेर भाइलाई ल्याएर दिए। अनि भनी, लौ यो खा, अनि यहाँबाट आफ्नो बाटो लागिहाल, अबदेखि कहिले पनि फर्केर नआउनु, बुझिस्? आफ्नो दिदी यसरी परिवर्तन भएको देखेर त भाइ चाहिँको साह्रै चित्त दुख्यो। ऊ छक्क पर्यो, उसको आँखा भरिएर आयो। उसले दिदीलाई जवाफ दियो, दिदी मेरो पेट भरिसकेको छ, भइको मलाई केही पनि चाहिँदैन, म हिँडिहालेँ अहिले नै, राम्रोसँग बसेस्। यति भनेर भाइ त्यहाँबाट आफ्नो बाटो लाग्यो। त्यसपछि भाइ चाहिँ साह्रै चित्त दुखाउँदै निराश हुँदै मनमा नै नाना थरीका कुरा खेलाउँदै हिँड्न थाल्यो। बालकैमा आमा बाबु मरिहाले, दिदीको दिन फर्किहाल्यो। उसले सबै कुरा बिर्सेर मलाई पनि बिर्सिदिए। एउटै पेटका दिदी भाइको त काम लाग्दो रहेनछ। यो संसारमा मलाई कसले सहारा देला र अब के गर्नु र मैले? यस्ता कुराहरू मनमा खेलाउँदै उनी जाँदा जाँदा जङ्गलको बिचमा पुगे। घनघोर जङ्गल। परतिरबाट डरलाग्दो काका कुकु गरेको आवाज आएपछि ऊ हत्तन पत्ता झस्किँदै रुखमाथि चढ्यो, एउटा अग्लो रुखमाथि। त्यत्तिकैमा त्यसै रुखको फेदमा अर्नाहरू आएर आफ्नो सिङले रुखलाई हान्न थालेछन्। यो देखेर त्यो केटालाई साह्रै डर लाग्यो। ऊ आत्तिएर रुखमाथि बसिरहेको थियो। ती अर्नाहरू आएको केही छिन पछाडि नै त्यो अर्नाहरूको मालिक एउटा बडै मानको राँगा त्यहाँ आयो र त्यो राँगोले मान्छेकै स्वरमा बोल्दै भन्यो, हेर, पूर्वजन्ममा म पनि मान्छे थिएँ, तर आफ्नो एकहोरो विचारले धेरैलाई दुःख दिएको हुनाले यो जन्ममा राँगोको रूपमा जन्मिनु पर्यो। त्यसकारण जङ्गली अर्ना भए पनि मैले मानिसहरूप्रति दया देखाउने बानी बसालेको छु। मैले भनेको मान्यो भने तिम्रो भाग्य उदय हुनेछ र तिमीलाई निकै असल हुनेछ, राम्रो हुनेछ। तिमी यहाँबाट जाऊ र यी अर्नाहरू बसिरहेको गोठलाई राम्रोसँग सफा गरिदेऊ। यिनीहरू तिमीबाट खुसी भयो भने तिम्रो साह्रै असल हुनेछ। त्यस केटाले त्यो राँगाले दिएको सल्लाहलाई स्वीकार गर्यो र सबै अर्नाहरू चर्न गएको बेलामा उनीहरूको गोठ राम्रोसँग सफा गरिदियो, सबै गोबर फालिदियो। जब साँझ पर्यो सबै अर्नाहरू फर्केर आए। आफू बस्ने गोठ ओबानो र राम्रो सफा चिटिक्क भएको देखेर सबै अर्नाहरू त्यो केटा देखेर खुसी भए र सबैले त्यो केटालाई बोलाएर आफ्नो फाँचाको आधी दुध खा भनेर भने। बिचरा धेरै दिनदेखिको भोको त्यो केटाले हत्ता नपत्ता रुखबाट उर्लेर जङ्गलमा गई ठुलो बाँसको ढुङ्ग्रो बनायो, अर्नाको दुध दुहेर आफ्नो पेट भर्यो। भोलिपल्ट फेरि त्यो राँगो केटा भएको ठाउँमा आएर भन्यो, हेर भाइ, यो सबै अर्नाहरूको दुध तिमी एक्लैले खाएर भ्याउँदैनौ। त्यसैले यो जङ्गलभन्दा पर पश्चिमतिर एउटा ठुलो सहर छ जहाँ जहिले पनि दुधको अभाव भइरहन्छ। अब तिमी यो सबै अर्नाहरूको दुध दुहेर त्यहाँ लगेर बेच्ने गर। यसले गर्दा तिमीले धेरै धन सम्पत्ति कमाउन सक्नेछौ, धन सम्पत्ति मिल्नेछ तिमीलाई। राँगोको यस्तो सल्लाह त्यो केटालाई एकदमै गजब लाग्यो। उसले बाँसको ठुला ठुला ढुङ्ग्राहरू बनाएर दुध दोही सहरमा लगेर बेच्न थाल्यो। यसरी दुध बेच्दा उसलाई मनग्गे आम्दानी हुन थाल्यो। त्यस केटाले अर्नाहरूको स्याहार पनि निकै राम्रोसँग गर्न थालेको थियो। आफ्नो काममा सहयोग गर्नका लागि भनेर उसले सहरबाट एकजना घरबार केही पनि नभएको मान्छेलाई बोलाएर सँगै लिएर आयो र त्यस मान्छेलाई राम्रो तलब दिएर काममा राख्यो। यसरी त्यो मान्छेको सहयोग पाएर उसको व्यापार अझै राम्रो हुन थाल्यो। यसरी नै उसले दुधका ठुला ठुला भाँडा र मान्छेहरू जम्मा गर्दै गयो र एक दिन उसँग लाखौँको सम्पत्ति जम्मा भयो र उसले त्यो सम्पत्तिलाई अब के गर्ने भनेर फेरि त्यही राँगोसँग गएर सोधपुछ गर्यो, सल्लाह गर्यो। राँगाले भन्यो, तिमीसँग थुप्रै सम्पत्ति छन्, पैसा छन्, अब सहरबाट लाउन खान नपाएका मानिसहरू लिएर आऊ र जङ्गलमा एउटा गाउँ बस्ती बसाल। उसले पनि राँगोले भनेको जस्तै सहरमा खाना लाउन नपाउने गरिब दुखीहरूलाई ल्याएर
एउटा राम्रो बस्ती बसाल्यो। जङ्गली अर्नाहरूको मलबाट जमिन एकदमै मलिलो भएर खेती गर्दाखेरि बाली पनि निकै सप्रेर आयो र त्यहाँ बस्ने मानिसहरू पनि धनी हुँदै गए। सम्पूर्ण जङ्गल 2 भागमा बाँडियो, आधी जङ्गलमा गाउँ र आधी जङ्गल अर्नाहरूको लागि। यसरी त्यस गाउँमा मान्छेहरू आउने क्रम अझै बढ्दै गयो, निरन्तर चलिरह्यो। त्यहाँ आएका सबैजना मानिसहरूले त्यो केटा देखेर खुसी भए र उसलाई त्यहाँको राजा बनाउने प्रस्ताव राखे। त्यो केटाले फेरि पनि त्यही राङ्गोसँग गएर सल्लाह गर्यो। राङ्गोले पनि साह्रै राम्रो कुरा हो भनेर सल्लाह दियो र त्यो केटाले पनि गाउँलेहरूको सल्लाह मानेर आफू त्यहाँको राजा भएर बस्यो। यी सबै कुरा त्यस सहरका राजाले पनि थाहा पाएछन् र उनले कुरा के हो भनेर बुझ्नका लागि खोज्दाखेरि सहरका सबै मानिसहरू त्यसै गाउँमा त्यो नयाँ राज्यमा आउनका लागि आफ्नो कुटो कुम्लो बाँधेर हिँड्न थालेका देखे। उता जङ्गलको राज्यमा भने निकै उन्नति भइरहेको थियो, यता सहरमा भने राजाको आम्दानी दिन प्रतिदिन गर्दै गइरहेको थियो र पल्टनेहरूले समेत जागिर पाउन छाडेका थिए र उनीहरू पनि जङ्गली राजाकै फौजमा सामेल हुनका लागि भनेर जान थाले। यसरी ती जङ्गली राजाको राज्य निकै नै बलियो हुँदै गयो। यो कुराले सहरको राजालाई साह्रै चिन्तामा पार्यो र उसले एउटा उपाय निकाल्यो। आफ्ना सम्पूर्ण भाइ बारदारहरूलाई जम्मा गरेर दरबारियालाई जम्मा गरेर उनले भने, हेर अब यस्तो पाराले भएन, हाम्रो राज्य निकै नै कमजोर हुँदै गइरहेको छ। अब हामीले त्यो जङ्गली राजासँग युद्ध गरेर तिनको राज्यलाई पनि हाम्रै राज्यमा मिलाउनुपर्छ। राजाको कुरामा सबैजना सहमत भए र आफ्नो फौजलाई बलियो बनाएर राजाले आफ्नो दूतलाई त्यस जङ्गली राजाको देशमा पठाएछन् र त्यस दूतले ती जङ्गली राजालाई भनेछन्, यस देशको राजा छँदाछँदै तिमीले आफ्नो मनपरी गरेर यहाँ राज्य खडा गर्यौ, यो कानुन विपरीत हो। तिमीसँग भएको धन सम्पत्ति तथा सम्पूर्ण कुराहरूसहित हाम्रो राजाका समक्ष आत्मसमर्पण गर, नत्र भने हाम्रा राजाले तिम्रो राज्यमा आक्रमण गर्नेछन्, युद्धका लागि तयार भएर बस। दूतको यस्तो कुरा सुनेर त्यस जङ्गली राजाले फेरि राँगासँग सल्लाह गरेछन्। त्यसपछि जङ्गली राजाले भन्यो, त्यस्ता फुस्सा धम्कीसँग म डराउँदिनँ, बरु तिम्रो राजाको ताकत भए मसँग लडाइँ गर्न आउनु भनेर तिम्रो राजालाई भन्नु। त्यस दूतले पनि सोही खबर गएर आफ्ना राजालाई सुनाएछन्। यस्तो खबर सुन्न साथ ती सहरिया राजालाई साह्रै रिस उठ्यो। रिसले आगो भएर आफ्नो फौजलाई पछि लगाएर उनी जङ्गलमा आक्रमण गर्नका लागि हिँडे, जङ्गली राज्यमा आक्रमण गर्न। यसरी जाँदा जङ्गलको आधी बाटो नपुग्दै रात परेर उनीहरू त्यहीँ बास बसे। सहरिया राजा जङ्गलमा बास बसेको थाहा पाएपछि राँगा र ती जङ्गली राजाले एउटा योजना बनाए। उनीहरूले सबै अर्नाहरूलाई लिएर गएर ती राजाको फौजलाई घेरेछन् र अर्नाहरूको सहयोगबाट ती सबै फौजहरूलाई मारेर राजालाई आफ्नो नियन्त्रणमा लिए। आफूलाई यसरी कैद भएको र अब बाँच्ने कुनै पनि उपाय नभएको देखेर त्यस जङ्गली राजालाई आफ्नो सम्पूर्ण राज्य समर्पण गरी आफ्नो भएको एउटा परम सुन्दरी छोरी पनि तिनीलाई दिएछन् र त्यस जङ्गली राजालाई ज्वाइँ बनाई राँगालाई आफ्नो विशेष सल्लाहकार बनाएर राखेछन्। त्यो केटा पनि अर्को राज्य र राजकुमारी समेत पाएर एकदमै खुसी भए र त्यसपछि राजकुमारीसँग विवाह गर्ने साइत हेराएछन्। विवाह गर्ने तयारी गरी आफ्नो दिदीलाई पनि बोलाउन ठुलो सम्मानका साथ दिदीलाई निम्तो पठायो। उता दिदी चाहिँले पनि राजाले समेत आफ्नो विवाहमा बोलाएकोले दङ्ग परेर बसिथे। ओहो, हामीलाई त राजाले समेत सम्मान गर्न थालेछन्, तर दिदी चाहिँले राजा आफ्नै भाइ हो भन्ने कुराको मेसो समेत थिएन। विवाहको दिन दङ्ग पर्दै दिदी चाहिँ विभिन्न प्रकारका सौगातहरूको साथ राजाको दरबारमा उपस्थित भई। जब दिदी चाहिँले दुला राजालाई देखे उनको मनमा चसक्क भयो। उनलाई त्यो राजा कता कता चिनी जस्तो लाग्न थाल्यो। उनलाई राजाको अनुहार आफ्नो भाइसँग मेल खाएको हो कि जस्तो पनि लाग्न थाल्यो, तर उनले मुख फोडेर केही पनि भन्न सकिनन्। विवाह सकिसकेपछि बिदावरी हुने बेलामा असङ्ख्य धन सम्पत्ति र हात्ती घोडा समेत दिई राजाले तीनै दिदीलाई बीच बाटोसम्म छोड्न गएछन्। यसरी बाटोमा जाँदा एउटा ठुलो नदी बाटोमा पर्दो रहेछ र नदीको पुलको छेउमा पुग्दाखेरि फर्किने बेलामा दिदी चाहिँलाई भाइले आफ्नो परिचय दिएछ। आफूले यसरी अपमान गरेर हेला गरेर निकालेको भाइले यत्रो सम्मान गरेको देखेर उनलाई त साह्रै थकथक लागेछ र पश्चातापको आगोले उनलाई बोल्न थालेछ। त्यसैले उसले त्यहीबाट हामफालिछे नदीमा
त्यसपछि भाइचाले जेनतेन गरेर बल्ल तल्ल दिदीलाई बचाएर सम्झाइ बुझाइ गरेर घरमा पठाएछन् र आफू भने त्यस राज्यमा आएर राँगासँग मिलेर आनन्दसँग राज्य गर्न थालेछ। अब प्रस्तुत छ कथा राजकुमार दिक्पाल। एका देशमा एक प्रतापी राजा रहेछन्। उनको जन धन इत्यादिमा केही पनि कमी थिएन, खालि उनलाई सन्तान भएन। सन्तान होस् भनेर उनले धर्म कर्म गरे, तर केही सिप नलाग्दा उनको धोको त्यसै रह्यो र उनी साह्रै दिगदार भए। एक दिन उनको ढोकामा एक फिरन्ते आएर आलोक जगाएछन्। रानीले हातमा मुठी लिएर दान दिन गइन्। योगीले रानीलाई भनेछन्, रानी, म तिम्रो हातबाट भिक्षा लिन्न, तिम्रो सन्तान एक पनि भएको रहेनछ। बाँझी स्वास्नी आइमेको हातबाट भिक्षा लिनु हुँदैन। योगीको यस्तो वचन सुनेर ती रानीले अँध्यारो मुख लगाएर भनिन्छन्, हो महापुरुष, मेरा सन्तान छैनन्। सन्तान हुन् भन्नका लागि मैले नाना तीर्थ व्रत धर्म कर्म गरेँ, तर केही सिप लागेन। कर्मको लेखा केही गरे पनि मेटिन रहेछ। रानीका यी वचन सुनेर ती योगीलाई अति करुणा जागेछ र आफ्नो झोलीबाट एउटा बुटी झिकेर भनेछन्, रानी, यो बुटी म तिमीलाई दिन्छु। मनमा शङ्का नलिई तिमीले यो खानु। खाएको एक साताभित्रमा तिमीलाई गर्भ हुनेछ। त्यो गर्भबाट तिमीलाई 32 लक्षणले युक्त भएको एउटा साह्रै राम्रो बालक पैदा हुनेछ। तर तिमीले अहिले नै एउटा कबुल गर्नुपर्छ। त्यो बालक 16 वर्षको उमेर हुँदा म फेरि आउनेछु। तिमीले उसलाई मेरो जिम्मा लगाइदिनु पर्नेछ। योगीको वचन सुनेर छोरा पाउन लागे भन्ने हर्षले गदगद भई पछि छोरालाई बिदा दिँदा त्यस्तो सङ्कट पर्ला भन्ने केही पनि सोच विचार नगरिकन रानीले त्यस कुरामा मन्जुर छ भनेर बुटी लिइन्। योगी पनि बिदा भए। भोलिपल्ट राजाको आज्ञा लिएर रानीले त्यो बुटी खाइन्। अलिक महिनापछि रानीमा गर्भ रहेको थाहा हुँदा राजा प्रजा सबैमा हर्षको सीमा रहेन। 10 महिना लागेपछि 32 लक्षणले युक्त भएको एउटा अति नै राम्रो सुन्दर बालक पैदा भयो। बालक जन्मनका साथसाथै राजाको मनबाट सबै चिन्ताले बिदा लियो। हर्ष र आनन्दले पालो दियो। सारा राज्यभरमा हर्ष बढाइ भयो। ठुला साना धनी गरिब सबैले अनेक तरहका तमासा गरी खुसियाली मनाए। राजकुमार पनि प्रतिदिन बढ्दै गए। 5 वर्ष लागेपछि उनको शिक्षाको आरम्भ भयो। असल गुरुको सङ्गतले गर्दा राजकुलको छेत्रीले जान्नुपर्ने सबै विद्या कलामा उनी निपुण भए। आफ्नो कुमारको चालचलन, रूप, लवाई खवाई देख्दा राजा रानी दङ्ग थिए। त्यो आनन्दमा उनीहरूलाई अघि रानीले त्यो बुटी दिने योगीसँग गरेको कबुल थाहा नै भएन। उता फुर्सा भने जङ्गलको एउटा कुनामा बसेर वर्ष मात्रै गनिरहेको थियो। बस जब 16 वर्षको खुड्किलामा युवराज पुगेका मात्रै थिए। बम शङ्कर महादेव भनेर योगी त टुप्लुक्क देखा पर्न आइपुगे। राजा रानीको हजुरमा खबर पुग्यो। हातले छुँदा लज्जावती झार ओइले जस्तै राजा रानीको मन त्यसै ओइलायो। राजकुमारलाई दिई पठाउँ भने आफ्नो हातले आफ्नै मुटु चुडेर फ्याँके जस्तै हुने। नदिउँ भने त एक त आफू बाच्चामा हाटिने, अर्को योगीको शराब आफ्नो कपालमा थाप्नुपर्ने। अब के गर्नु? राजा रानीको मुख ओठ तालु सुक्यो। निधारमा चिटचिट पसिना आउन थाल्यो। हेर मात्रै भयो। मुखबाट एउटै वाक्य निस्किएन। मनमा पनि कुनै उपाय सुल्झिएन। यसै अवसरमा मन्त्री हाजिर भए। मन्त्रीलाई पुलुक्क हेरेर सुस्केर हाली राजाले भने, लौ न मन्त्री, अब के गर्ने? कसो गरी यो आपत टार्ने? मन्त्रीले बिन्ती गरे, महाराज, दिनलाई त दिनुपर्छ, तर एउटा अर्कै छिटो दिई पठाउँ। त्यो फुस्रालाई के थाहा होला र? यति सुन्नसाथ राजाले गदगद भएर भने, क्या बात मन्त्री, बेस भन्यौ, त्यसै गर्नुपर्छ। युवराजको दुधे भाइलाई बोलाई दिई पठाउँ। त्यो छिटो राम्रो पनि छ, एउटै उमेरको पनि छ। लौ जाऊ, त्यसलाई राम्रो गहना कपडा लगाइदिई लिएर आउनु। जो हुकुम भनी मन्त्री पनि झट्ट गएर त्यो ठिटोलाई सिँगार पटार गरेर लिएर आए। बस अब योगीलाई बोलाई बाहिरी सुरता देखाई त्यो ठिटोलाई योगीको हातमा सुम्पिदिनु थोरै बेरको काम भयो। लौ भेटाएँ राजकुमार, अब भयो मेरो डुङ्गा पार भन्दै योगीले पनि नक्कली राजकुमारलाई साथैमा लिएर जङ्गलको बाटो तताए। जाँदा जाँदा एउटा घोर जङ्गलको आसपासमा आइपुगेपछि उनले आफ्नो साथीतिर फर्केर भने, राजकुमार, मेरो कुटी जङ्गलको माझमा पर्छ। त्यहाँ जाने 2वटा बाटो छन्, एउटा छोटो र अर्को लामो। तर छोटो बाटोमा गए बाघ भालु लाग्दछन्। लौ भन, कुन बाटो लागौँ? योगीको यो कुरा सुनेर नक्कली राजकुमारले भने, लामो बाटो भए पनि बाघ भालु नभएकै बाटो जानुपर्छ। यो कुरा सुन्न साथ योगीको मनमा शङ्काको बादल उठिहाल्यो। उसले मनमा विचार गर्न थाल्यो, यो पक्कै पनि राजकुमार होइन। राजकुमार भएको भए त यस्तो कातर हुने थिएन। राजाले मलाई छलेछन्। यति विचार गरेर उनले एकफेर दरबारमा फर्कौँ भनेर दरबार फर्किए। तिमीले मलाई छल्न खोजेछौ, दिने भए राजकुमार देऊ, नत्र म ठुलो श्राप दिनेछु भनेर राजा रानी कहाँ खबर पठाए। दरबारमा फेरि हल्ली खल्ली मचियो, अलाप बिलाप भयो।
केही सिप नलाग्दा राजा रानीले मुटुमा गाँठो पारी आफ्नो आँखाको नानीलाई आशीर्वाद दिई बिदा गरे। आफूहरू पनि मुर्छा परी जमिनमा ढले। हाम्रा फुर्सा बाबालाई अर्कै ध्यान थियो। कसैको शोक सुर्ताको वास्ता नगरी राजकुमारलाई कुन बाटो जाने भनेर अघिको जस्तै प्रश्न गरे। बाघ भालुको भए पनि छोटै बाटो लागेकै चाँडो हुन्छ भनेर राजकुमारको जवाब सुन्दा यी भने साँच्चीकै राजकुमार रहेछन् भन्ने योगीलाई लाग्यो। उनी खुसी साथ अगाडि बढे। घोर जङ्गल बीच बाटो छ। अनेक डरलाग्दा जीवजन्तुहरू कराएको सुनिन्छ। तर कति पनि नडराएर राजकुमार योगीको पछि लाग्दै गए। थकाइ लाग्यो, भोक प्यासले पनि सतायो, तर राजकुमारको मनले कति पनि हरेस खाएन। जाँदा जाँदा एउटा कुटी र एउटा मन्दिर युवराजको नजरमा पर्यो। अब त आइपुगेछ क्यारे भन्ने विचारले उनको मनमा सुविस्ता गरायो। कुटीमा पुगेपछि योगीले झोली तुम्बा भुइँमा राखी युवराजलाई भने, बाबु मेरो कुटी यही हो। तिमीले यहाँ बसी मेरो शिष्य पनि टहल गर्नुपर्छ। दरबार बसी दुःख भनेको केही पनि नजानेको तिमीलाई थकाइ लाग्यो होला, भोक प्यास पनि लाग्यो होला। लौ बस, विश्राम गर, फलफुल खाऊ, ठन्डा जल पिऊ। भोलिदेखि तिमीले मेरो पूजाको निमित्त बिहान सबैले वनमा गएर फुल खोजेर ल्याउनुपर्छ। म देवीको पूजा गर्छु। दिउँसो म गाउँमा यताउता जान्छु, तिमी कुटीमै बस्नु। मन लागे वनमा यताउता घुमफिर गरे पनि हुन्छ, तर त्यो मन्दिरको ढोका खोलेर कहिले पनि भित्र नजानु। मेरो आज्ञा नमानेर भित्र गयो भने तिमीलाई घोर आपत आइपर्नेछ। मेरो आरतीमा चल्यो भने तिम्रो ठुलो कल्याण हुनेछ। यस्तै तरहका बातचित गर्दै रात निकै गइसकेको हुनाले त्यस दिनलाई बिदा दिई दुवैजना सुत्न गए। भोलिपल्ट भयो। राजकुमार सबेरै उठे, फुलको खोजीमा जङ्गलतिर लागे। नाना प्रकारका फुलहरू बटुलेर योगीलाई टक्राए। योगी पनि नुहाई धुवाई गरेर पूजाको सामग्री बोकी मन्दिरको ताल्चा खोलेर भित्र पस्न साथ ढोका ढ्यामढुम लगाई 5 घडीका लागि अल्पिए। अनि बाहिर निस्कन साथ ताल्चा मारी कुटीमा दाखिला भए। खानपिनको सुसे धन्दा चल्यो। आफ्नो मगन्ते पेटलाई चारो दिएर एकछिन आराम गरेर गुरुजी आफ्नो झोली तुम्बा भिरेर निस्किए। तर यताउता भन्ने कता भन्ने पत्तो भएन। अब ती बिचरा युवराजलाई न्यासो लाग्यो। दरबारको सुख सान खेलबाड सम्झिए। सम्झनको साथसाथै मन पनि त्यसै बौलाएर आयो। घोर जङ्गलमा एक्लै कता जानु, के गर्नु? केही बेरसम्म त यसै टोलाएर तिनी कुटीमा बसे। अनि पट्याइ लागेर आयो। भएन, खुट्टा तन्काउनु पर्यो भनेर उनी वनमा यताउता घुमफिर गर्न लागे। गर्नुपर्ने काम केही पनि नहुँदा बिचरालाई त्यो दिन महिना जस्तै लामो भयो। बल्ल तल्ल दिन बित्यो। सन्ध्यासँगै गुरुदेव पनि टुप्लुक्क आइपुगे। अब खानपिन गर्नु र 2-4 घडी कुराकानी गरी निन्दा देवीको काखमा लम्पसार पर्नु त साधारण कुरा भयो। भोलि पनि के हुन्थ्यो र उस्तै। एवं रीतिले 4-5 दिन बितिसक्यो। यो जिन्दगी राजकुमारलाई असह्य भयो। मनमा झोक पनि उठेर आयो। त्यो झोकमा उनले मनमा नै भन्न थाले, हरे यो फुस्राले त मलाई साह्रै गोता पो दिन लागे। अब भएन, त्यो मन्दिरको ढोका नखोली छोड्दिन। मर्न परे मरौँला, यसरी बाँच्नुभन्दा त मर्नु नै निको। बरु त्यो फुस्राले ढोकाको चाबी कहाँ राख्दो रहेछ थाहा छैन। नजाने गाउँको बाटो नसोध्नु भन्ने ठानी साँचोको वास्ता राखेको थिइनँ। अब त्यसो भएन, भोलि बिहान त साँचोको चियोमा रहन्छु। यो पक्का गरी उनी कुटीमा गए। भोलिपल्ट सदाको जस्तै जब मन्दिरको ढोका लगाएर योगी बाहिर निस्के, उनले साँचो कहाँ राख्छन् भन्ने धन्दामा युवराज लागे। त्यसले वास्ता गरेको छैन भन्ने ठानी योगीले साँचो त खुसुक्क कुटीको पालीमा सिउरिए। बस के चाहियो र? युवराजको मन ढक्क फुलेर आयो। यो त निस्कोस्, मैले जानेछु भन्ने विचार गरेर चुप लागिरहे। योगी आफ्नो साजपाज लिई चले। राजकुमारको इच्छा पनि फल्यो। अब त फुर्सा निकै टाढा पुग्यो होला भन्ने भएपछि हातमा साँचो लिई युवराज सरासर गएर ताल्चा खोले। ढोका खोलेर हेर्दा त तिनले जे देखे त्यसले उनको मुटु काँप्यो। शरीरका रौँहरू ठाडा ठाडा भए। ढोका सामुन्ने जगदम्बा कालीको एउटा कराल भयङ्कर मूर्ति छ। लामो जिब्रो, फिजिएको कपाल, एक बाहुमा धारिलो खड्ग, मुर्दाको आसन, रगतले कटकटिएको शरीर। यस्ता महामायालाई देखेर उनले टाढाबाट नमस्कार गरे। दाहिने भित्तामा 7वटा मानिसको टाउकाहरू झुन्ड्याएको देख्यो। टाउका पनि सामान्य मानिसको जस्ता थिएनन्, खुब राम्रा ठिटारको जस्ता देखिन्थे। ती टाउकाले राजकुमारतिर हेरेर खितिती हाँस्न थाले। राजकुमारलाई साह्रै अचम्म लाग्यो। यी के अर्थले हाँस्छन्, बुझ्न पर्यो भन्ने विचार गरे। राजकुमारले भने, तिमीहरू किन हाँस्छौ मलाई देखेर? अर्को हुर्दमको साथी बन्न आएछ भनेर नि, टाउकाले भन्यो। राजकुमारले भन्यो, कसरी हुनु नि? भोलि अष्टमी, योगीले तिमीलाई सजिलैसँग कालीको मुहारमा भोग दिने भएको छ। अनि तिमी पनि हाम्रो साथी बनिहाल्नेछौ। त्यो योगीले कालीको उपासना गरेको छ। 8वटा राजकुमारहरूलाई बलि दिएपछि उसको व्रत पुरा हुन्छ। राजकुमार, ओहो, पाजी फुस्साको त यस्तो मतलब पो रहेछ। के गर्नु? यस्तो राम्रो संसारलाई यो उमेरमा छाडेर जानुपर्ने भयो। हरे राम, टाउकाहरूले भन्यो। राजकुमार, तिमी नात्यौ। तिमीलाई बाँच्नको मन भए हामी उपाय बताइदिन्छौँ, सुन।
भोलि बिहान पूजा गरिसकेपछि त्यसले तिमीलाई बोलाउनेछ। लौ कालीको पामा साष्टाङ्ग दण्डवत गर भनेर भन्नेछ। त्यस बखत तिमीले कति पनि नहडबडाइकन म राजाको छोरा भई खाएको बसेको हुँदा साष्टाङ्ग दण्डवत गर्ने कायदा मलाई थाहा छैन, तिमी सिकाइदेऊ अनि म गरौँला भन्नु। लौ हेर भनेर जब योगी लम्पसार पर्नेछन् तिमीले त्यो खड्गले त्यसको शिर काटिदिनु र त्यसको रगत हामीलाई छर्किदियो भने हामी पनि बाँच्नेछौँ। त्यति तिमीले गर्नै पर्छ, हाम्रो पनि कल्याण हुनेछ। राजकुमार लौ हुन्छ, त्यति काम गर्ने भए। आजलाई बिदा हुन्छु, भोलि ईश्वरीको कृपा भयो भने तिमीहरूलाई पनि बिउजेको देख्न पाउँला। त्यो रात राजकुमारले निद्रा पर्दै परेन। भोलि बिहान के होला कसो होला भन्दै ओछ्यानमा छटपटाइरहे। बल्ल बल्ल रात बित्यो। भोर हुनसाथ साबीको जस्तै फुल टिप्नका लागि उनी वनको बाटो लागे। फुल जम्मा गरेर फर्कँदा योगी पनि नुहाई धुवाई गरेर पर्खिरहेका थिए। राजकुमारलाई देख्न साथ उनले भने, बाबु तिमी पनि तयार हो, आज तिमीलाई पनि देवीको दर्शन गराउँछु। युवराजले पनि हुन्छ भनी एकैछिनमा तयार भए। अनि योगीले राजकुमारलाई बलिको बोको जस्तै आफ्नो अगाडि लगाएर लगे। ढोका खोलेर तिमी यहीँ बस भनेर राजकुमारलाई बस्ने ठाउँ खटाइदिए। आफू पूजा गर्न थाले। राजकुमार यताउता हेर्न थाले। वाह क्या गजब! हिजो उनले देखेको टाउकोहरूलाई त एउटा पर्दाले छोपिराखेको थियो। त्यो देखेर राजकुमारले ठाने, मानिसहरूको टाउको देखेर मलाई शङ्का गरौँला भन्ने ठानेर त्यसले पर्दाले ढाकेको रहेछ। हिजै सुइँको नपाएको भए त आज चाहिँ मलाई बित्ताइहाल्ने रहेछ। पख्लास फुस्रा, तैँले खनेको खाल्डोमा तैँ त पर्न आँटिस् नि। 2 घण्टा बितिसक्यो, योगी अझै पूजामा छन्। बल्ल तल्ल पूजा सकाएर योगीले नमो देवी दुर्गे भन्दै उठे। राजकुमारको मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। योगीले पनि राजकुमारलाई भने, बाबु आऊ तिमी पनि जगत जननीलाई साष्टाङ्ग प्रणाम गर। यी कुरा सुन्न साथ युवराजले जवाफ दिए, योगीजी मलाई तपाईँको आगे मान्नु गाह्रो लाग्दैन, तर के गर्नु, राजदरबारमा बसी खाई बढी आएको मैले साष्टाङ्ग प्रणाम गर्न जानेकै छैन। तपाईँ सिकाइदिनुहुन्छ भने म खुसी साथ गरौँला। राजकुमारको यो वचन सुन्दा योगीको मनमा अलिकति चिसो पस्यो। उनी एकछिन अकमकाए, तर राजकुमारले सबै कुरा थाहा पाएको छ, अर्कै युक्ति आँटेको छ भने उनलाई रत्तीभर पनि शङ्का नहुँदा लौ हेर भनी बाबाजी ती कालीको पापमा लम्पसार परे। झट्टपट्ट राजकुमारले पनि खड्ग समाते र एकैचोटमा योगीलाई 2 टुक्रा पारिदिए। पर्दा हटाएर उसको रगत ती टाउकाहरूमा छर्किदिए। नभन्दै उतिखेर 7 जना राजकुमारहरू खडा भएर उभिए। हाम्रा युवराज, क्या बात वीर, तिम्रो कृपाले हामी समेत बिउजौँ भनेर सलाम गरे। युवराजले पनि केही जवाफ नगरी कालीको पाउमा परी, हे जगदम्बे मेरो अपराध क्षमा गरी बक्सियोस्। यो योगीले यस्तो भयङ्कर साधना गरेर के उपद्रव मचाउने सुर लिएको थियो, सबै हजुरले बुझिबक्सेर त्यसैलाई मेरो हातबाट निभाइ बक्स्यो। अथवा यो मेरो दोष हो भने क्षमा गरिदिनुहोस्। छोरो जस्तो कुपुत्र भए पनि आमाको माया किन टुट्ला र? यस्तो पुकार गरी युवराज बाहिर निस्किए। अनि युवराजले ती सबैलाई कुटीमा लगी खानपिन गराए। एक रात भला खुसारी गरी भोलि बिदा दिए। उनीहरू पनि राजकुमारको जय मनाउँदै आफ्नो आफ्नो देशको बाटो लागे। अब के गर्ने भन्ने राजकुमारको मनमा पर्यो। यसले मलाई यहाँ मार्न ल्याएको थियो, ऊ आफै यमराजको पाहुना बन्न गयो। दरबारमा पिता मातालाई साह्रै चिन्ता परेको होला। दरबारै फर्कनु शुभ हो, असल हो, तर मलाई संसारको चालचलन केही पनि थाहा छैन। देश देशावर घुम्दै जानु बेस होला भन्ने पक्का गरी आफूलाई जो चाहिने मालताल लिए युवराज पनि हिँडे। एक वर्ष बित्यो। राजकुमार ठाउँ ठाउँमा घुम्दै फिर्दै एक दिन एउटा भारी राम्रो सहरमा आइपुगे। तर गजब, मानिसको नाम शून्य। सहरका दुवैतिर नाना चिजबिजले भरिएका भरिभर भएका पसल छन्, तर न पसले न कोही ग्राहक। यो चालामाला देखेर त साह्रै अचम्म मानेर राजकुमार घुम्दै एउटा खुबै राम्रो दरबारमा पुगे। त्यहाँ पनि न ढोकापाले न पहरा। एक फेर भित्र गएर हेरिहालौँ न त, सके यसको रहस्य पनि खुलिहाल्ला कि भन्ने विचार गरेर उनी भित्र पसे। राजकुमार कोठा चोठा चाहन थाले। हरेक कोठाहरूमा खुब सजी सजाउ भएका देखिन्छन्, तर न राजा न रानी, न भाइ बारदार, न धाई न सुसारे, जताततै सुनसान छ। आखिरमा युवराजले एउटा अत्यन्तै खोपीमा पुगे। भित्र गएर हेर्छन् त एउटा सुनको पलङमा एउटी 32 लक्षणले युक्त भएकी परम सुन्दरी युवती सुतिरहेकी थिइन्। तिनको त्यो रूप देख्दा राजकुमार मोहित भएर केही बेरसम्म त्यसै टोलाएर हेरिरहे। एकछिनपछि राजकुमारको मनमा शङ्का उब्जियो र आफूले आफैलाई सोध्न थाले, के यिनी जिउँदैछन् त? खै सास फेरेको पनि देखिँदैन। टाढाबाट नदेखेको हो कि नजिकै गएर विचार गर्नु पर्यो भन्ने ठानेर पलङनिर गएर हेर्छन् त सास बास केही पनि छैन, खाली लास मात्रै छ। त्यो
त्यो देख्दा तिनलाई साह्रै पिर पर्यो। हरे कस्तो निष्ठुरी काल! यस्तो सुन्दर शरीरलाई छाडेर जाने प्राण पनि कति निर्दयी! यस्तो रूपरसनलाई ब्रह्माजीलाई पनि कति मेहनत पर्यो होला। तैपनि केही ढुकढुकी बाँकी छ कि भन्ने विचार गरेर राजकुमारले अगाडि कदम बढाए। ती युवतीको कोमल बाहुली उठाई नाडी छाम्न थाले। नाडी एकदम बन्द छ, तर हात भने जिउँदो मानिसको जस्तै तातो छ। कक्रक्क परेको पनि छैन, चिसो भएकै छैन। यो के गजब! राजकुमार अचम्ममा परे, यताउति हेर्न थाले। टेबलमा एउटा ऐना देखेर त्यो ऐना हातमा लिएर यसबाट पनि प्राण भएको नभएको थाहा हुन्छ भन्ने ठानेर सो ऐना युवतीको नाकमा लगाउन खोज्दा संयोगले राजकुमारी सुतिरहेको पलङको शिर नजिकै भित्तामा ठडाइरहेको एउटा छडी ढल्न जाँदा ती युवतीको शिरमा लाग्यो। लाग्न साथ युवतीले आफ्ना आँखा खोलिन्। हेर्छिन् त एउटा साह्रै राम्रो जवान मानिस आफ्नो अगाडि खडा छन्। यो के भयो? मलाई अवश्य पनि भ्रान्ति भयो भन्ने ठानेर आफ्नो आँखा मिच्न थालिन्। के को भ्रान्ति हुन्थ्यो र? ती जवान मानिस अलिअलि चलमलाउन पनि थाले। हर्षले उनको मुख उज्यालो भएर आयो। होइन, यो भ्रान्ति होइन भन्ने निश्चय हुनसाथ केही शर्माएर ती युवती झटपट्ट उठेर पलङमा बसिन् र बडो आत्तिएर राजकुमारलाई भने, तिमी को हौ? कहाँबाट आयो? किन यहाँ आयो? भइगयो, जे भए पनि गइहाल, यहाँ नबस। आफ्नो ज्यानको माया छ भने यो सहरको छेउछाउमा पनि नबस, गइहाल तुरुन्तै। ती युवतीको हडबड देखेर राजकुमारलाई गजब लाग्यो र उनले सोधे, तिमी किन यसरी आत्तिए कि? यसको कारण बुझ्न पाउँछु कि? युवतीले भनिन्, यसको लम्बे चौडे कारण बताउनु ज्यान फाल्नु जस्तै हो। यो देश राक्षसहरूले उजाड पारेको छ, खालि म एउटा मात्रै बाँकी छु। तिमीलाई पनि राक्षसले भेटायो भने बाँकी राख्ने छैनन्, गइहाल, ज्यान बचाऊ छिटो। राजकुमारले भने, तिमी कसरी बाँच्न पायौ त? युवतीले भनिन्, राक्षसहरूले मेरा बुवा आमा लगायत सबैलाई खाइदिए। म पनि उनीहरूको आहार बन्ने थिएँ, तर एउटी बुढी राक्षसनीलाई म राम्री लागेछु र उसैले मलाई छोरी तुल्याएर पालिराखेकी छे। राजकुमारले सोधे, युवती, तिमी पलङमा मरेकी जस्तै भएर रहेकी थियौ, अहिले फेरि बिउज्यौ। त्यसको कारण पनि बुझ्न पाए बडो राम्रो मान्ने थिए। युवतीले भनिन्, राक्षसहरू दिनभर आहार खोज्नको लागि बाहिर जान्छन्, साँझ परेपछि आउँछन्। म भाग्ने शङ्काले बुढी राक्षसनीले आफू निस्कने बेला मलाई त्यो चाँदीको छडीले छोइदिन्छन्। तत्कालै म अचेत हुन्छु। फेरि बेलुका फर्केपछि यो सुनको छडीले मलाई छोयो र बिउजाउँछिन्। यस्तो हिसाबले आफ्नो बयान दिन लाग्दा ती युवती बीचबीचमा राजकुमारको मुखमा पुलुक्क पुलुक्क हेर्दथिन् र फेरि शर्माको जस्तै गरेर शिर झुकाउँथिन्। साँच्चै भन्नु भने तिनले राजकुमारको रूप र यौवनको तस्बिर आफ्नो मनमा खिचिसकेपछि मुटुमा पनि प्रेमको बाण बिजिसकेको थियो। तसर्थ केही अकमकाएर उनले भनिन्, तिमी को हौ नि? राजकुमारले भने, हे युवती, तिमी राजकुमारी रहेछौ। म पनि लावण्य देशका राजा महिपालका छोरा दिक्पाल हुँ। म देश देशावरबाट घुम्दै फिर्दै यो सहरमा आइपुगेँ। कुनै मानिसलाई नदेख्दा गजब लाग्यो। यसको कारण के हो भनेर बुझ्नका लागि मन लाग्यो र आखिर तिमीलाई भेटाउँदा मेरो भाग्य जाग्यो। अबलाई मेरो डर पर सबै भाग्यो। राजकुमारको मनको भाव बुझेर ती राजकुमारी प्रसन्न भइन्, तर दिन खिँदै गएको देखेर उनको मुख मलिन भएर आयो। लामो सास फेरेर उनले भनिन्, राजकुमार, अब जे भए पनि पाल्नुहोस्, यहाँ राज गर्नु ठिक छैन। राक्षसहरू फर्कने बेला हुनै लाग्यो। राजकुमारले भने, सुन्दरी, केही गरे पनि म तिमीलाई छाडेर जान्न। बरु यहीँ लुक्ने ठाउँ भए बताऊ, म रातभरि लुकेर बस्छु। बस। राजकुमारको यो वचन सुन्दा राजकुमारीको मुख हर्षले उज्यालो भयो र उनले भनिन्, त्यसो हो भने यस दरबारको पूर्व चोकमा एउटा शिवालय छ, त्यहाँ बेलपत्रको थुप्रो छ, त्यही थुप्रोभित्र लुकेर रहनुहोस्। हुन्छ, बेस भन्यो भनेर राजकुमारले त्यस दिनलाई राजकुमारीसँग प्रीतिपूर्वक बिदा लिए र उनलाई चाँदीको लट्ठीले छोएर शिवालयको खोजमा गए। राजकुमारी पनि फेरि भोलि कहिले होला र राजकुमारको दर्शन मिल्ला भनेर सोचेर बसिरहन्। साँझ पर्यो जब झमक्क भयो अनि टाढाबाट मेघ गर्जे जस्तै शब्दहरू आउन थाले। अलि बेरपछि त त्यो शब्द झन् बढ्दै आयो। आखिरमा घन घोर भयो, प्रलयकालको मेघको गर्जन जस्तै भयो। अहो, राक्षसहरू पो रहेछन्। राक्षस पनि कति राक्षस, जता हिँड्यो उतै राक्षस। बेरु पनि कस्ता कस्ता किसिमका, कसैका घ्याम्पा जत्रा पेट छन्, कसैका पेट दारा लागेका छन्, कसैको दाराले आकाश पाताल ताकेका छन्, कसैको मुख दायाँ बायाँ फाटेका छन्, कसैको मुख 2 हात फाटेका छन्, कसैको त वडा जस्ता वाङ परेका छन्, कसैको कान नाङ्ला जत्रा छन्, कसैको त ठुटामा पलाएका च्याउ जस्ता छन्, कसैको जिङ्ग परेको र मानिस र पशुहरूको रगत र बोसोले कटकटेर लट्ट परेको ठाडा ठाडा कपाल छन्।
दिनभर शिकार गरी कसैले गाई भैँसीको साप्रा च्यापेर ल्याएका छन् त कसैले टाउको, कसैले तिग्रा, कसैले सिङ्गै मुर्दा पनि बोकेर ल्याएका छन्। कोलाहाल शब्द गरेर राक्षसनीहरू त्यस सहरभित्र पस्न थाले। बेलपत्रको थुप्रोभित्र लुकिरहेका राजकुमारले पनि त्यो भयङ्कर शब्दहरू सुने, तर कति पनि डराएनन्। अब त्यो राक्षसी राजकुमारीको कोठामा पसेर उनलाई बिउजाइन्। आफू थाकेकी हुनाले लम्पसार परिन्। त्यो पल्टदा मात्र पनि त्यो दरबार बेसरी डगमगायो र रातको 1-2 घण्टासम्म त जताततै कर्याकुरु खतरा खुत्रु कुरुङ कुरुङ कच्याक कुचिकको आवाज मात्रै सुनियो। राक्षसहरूले हाड मासु खाएर सिध्याएछन् भन्ने लाग्यो राजकुमारको मनमा। अलिक बेरपछि सुनसान भयो र रातभर ठुला ठुला जाँता पिँढेको आवाज जस्तै मात्र आइरह्यो। रात बित्यो। जब मिरमिरे उज्यालो भयो, राक्षसहरू एक एक गरेर बिउजन थाले। कोही खर्याङखुरुङ गर्छन्, कोही हाँछ्यौँ हाँछ्यौँ गर्छन्, कोही ख्याखुक गर्छन्, कोही सुकेको बाँसमा आगो लाग्दा पड्केको जस्तै गरी आङ बटारी बटारी पड्काउँछन्। जब सबै बिउजिसके ती राक्षसनीहरू सधैँको जस्तै शिकारको खोजमा देश विदेशको बाटो लागे। बस अब राजकुमारलाई आफ्नो प्रियतमा कहाँ जानको लागि बाटो खुल्यो। बेलपत्रको थुप्रोबाट जुरमुराउँदै उठेर उनी सरासर राजकुमारीको खोपीमा गएर उनलाई सुनको लट्ठीले छोएर बिउजाए। परस्पर भेटले दुवैजना अत्यन्तै खुसी भए। ठुलो प्रीतिपूर्वक बातचित गर्न थाले। केही बेरपछि राजकुमारीले भने, राजकुमारी, यस्तो हिसाबले यहाँ बसेर काम छैन। राक्षसहरूले गन्ध पायो भने तिम्रो पनि मेरो पनि ज्यान रहने छैन। हर बखतको त्रासमा कति दिन बिताउनु? त्यसमा पनि म यहाँ सधैँ बस्न पाउँदिनँ। अब आफ्नो देशमा फर्केर बुवा मुवाको चिन्ताले जलेको दिललाई शान्त गराउनु मेरो कर्म हो। त्यसकारण अब उपाय गरौँ। सुन, राक्षसहरू सिटिमिति मर्दैनन्। उनीहरूको काल कुनै कुराको आधारमा रहेको हुन्छ। तसर्थ आज राति तिमीलाई पाल्ने राक्षसनीलाई फस्ल्याङ फुस्लुङ पारेर उनीहरूको काल केमा छ सोध, अनि सकिने भए त्यसलाई मृत्यु दिई पठाउने युक्ति गरौँला। राजकुमारको यस्तो मतमा मैयाको पनि सल्लाह मिल्यो र उनले त्यही रातमा राक्षसनीबाट कुरा धुत्ने कबुल गरिन्। बातचित गर्दा गर्दै उनीहरूको त्यो आनन्दलाई सहन नसके जस्तै गरी मुख रातो पारेर सूर्यले पनि पश्चिमी पर्वतको टाकुरोबाट ओह्रालो लाग्न सुरु गरे। राजकुमारले पनि मुटुमा गाँठो पारे। राजकुमारीसँग बिदा लिनै पर्यो। उनी आफ्नो आँखाबाट आँसुको धारा बहाई ओठ चपाउँदै मैयासँग बिदा भएर फेरि गए। सन्ध्या हुनसाथ राक्षसहरूको कोलाहाल फर्कियो। हावामा सल्लाह सुसाए जस्तै गरी राक्षसी बुढी आइपुगिन् र खानपिन गरी लम्पसार परी। राजकुमारीले अङ्क अन्याउन लगाए। बिचारी राजकुमारीको कोमल बाहुली त्यो खस्रो छालाले कति दर्फरायो। खरीमा हात दलेको जस्तै भयो होला। एकछिनपछि राजकुमारलाई कति कष्ट पर्यो होला भन्ने सम्झेर राजकन्याको गहभरि आँसु भयो। त्यो आँसु राक्षसनीको पिठ्युमा खस्न थाल्यो। तातो आँसु आफ्नो आङमा चुहेको बुढीले थाहा पाई र राजकुमारीलाई हप्काई। राक्षसनीले भनी, के हो तेरो चाला? पड्काइदिउँ तेरो गाला? तेरो म छँदैछु नि, नरो भनेर कति सम्झाउन? अझ पनि मान्दिनस्? मेरो कुरै खानस् तैँले? राजकुमारीले भनिन्, अरू कुराले रोएकी होइन, बुवा मुवाको माया पनि अब त मरिसक्यो। अनि राक्षसनीले भनी, अनि त यो के को सुख त? राजकुमारीले भनिन्, अरू कुराले होइन, आफ्नै ज्यानको मायाले हो। राक्षसनीले भनी, तेरो ज्यानमा के को बाधा परेको छ र? राजकुमारी भन्छन्, बाधा हुनसम्मको बाधा आँटेको देख्छु म त तपाईँको काखमा आफ्नै कालगतिले मर्न पाए त केही धन्दा छैन। तर तपाईँ बुढी भइसक्नुभयो। तपाईँको मृत्यु भएपछि मेरो के दशा होला? तपाईँलाई थाहा छैन, यी अरू राक्षसहरूले मलाई एकै घाँस पार्नेछन्। राक्षसनीले भनी, खाइस लाटी, तँलाई थाहै रहेनछ। हामी राक्षस जाति तिमीहरूको जस्तो यतिकै भतभती मर्छौँ र? हामी त एक जहानको एक काल हुन्छ, त्यो पनि सितिमिति आउँदैन। राजकुमारीले सोधी, कसरी आउँछ त? राक्षसनीले भनी, तँलाई त्यसको के चासो? राजकुमारीले भनिन्, अरू कुराले होइन, खालि यो खण्डमा मात्रै तपाईँको काल आउने, नत्र केही गरे पनि नआउने भन्ने कुरा राम्ररी बुझ्न पाए मनमा ढुक्क भएर तपाईँको आधार बन्छु कि भन्ने सधैँको त्रासले छुटकारा पाउँथे थियो। राक्षसनीले भनी, त्यस भए लौ सुन त, यहाँबाट 1 कोस टाढा एउटा ठुलो तलाउ छ। त्यसको माझमा एउटा स्फटिकको खम्बा छ। कुनै मानिसले त्यो खम्बालाई एकैचोटिमा फोड्न सक्यो र भने त्यसबाट 3वटा भमराहरू निस्कन्छन्। तीमध्ये एउटा आकाशतिर जान्छ, अर्को पातालतिर जान्छ। त्यसो चाहिँलाई त्यो मानिसले आफ्नो हातले खिचेर मार्न सक्यो भने मात्रै हाम्रो एकै चिहान हुन्छ। तर केही गरी त्यसको रगत पानीमा 1 थोपा मात्रै चुह्यो भने पनि त्यो मानिस त्यहीँ शिर फोडेर मर्छ। हामीलाई केही पनि हुँदैन। बुझिस्? अब त चित्त बुझ्यो होला नि?
अब पनि गरिस् त पिलपिल। राजकुमारले भनी, अब किन गर्थे र, अब आफ्नै निमित्त काल नआइकन म मर्दिनँ भने मलाई ढुक्क भयो। राक्षसनीले भनी, भइगयो त लौ, आङ कनाउनु पनि भयो, त पनि जा सुत। राक्षसनीले सुत्त भनी, तर राजकुमारीलाई निन्द्रा किन लाग्थ्यो र। कहिले रात बित्ला र राक्षसका खला घस्केलान् र राजकुमारलाई राक्षसनीबाट धुतेको सबै कुरा बेली बिस्तार लगाउँला भन्ने ध्याउनाले उनलाई छटपटी भएर उनको आँखा झिमिक्क पनि भएन। बल्ल तल्ल रात बित्यो। चराचुरुङ्गीहरू पनि च्याच्यार चिचु कराउन थाले। अब बहिरीका पोथ्राहरू कहिले घस्कलान्। बल्ल आयो तिमीहरूको पालो। मैयाको मुख भयो उज्यालो। अब के बाँकी रहन्थ्यो र, खालि राजकुमार आइपुग्नु। लौ, उनी पनि आइपुगे। राजकुमारलाई देख्न साथ मैयाले हस्याङ फस्याङ गर्दै बेली बिस्तार लगाइहालिन्। सबै कुरा सुनिसकेपछि राजकुमारले हँसिलो मुख लाएर भने, बेस भयो, राक्षसहरूको काल नजिक आयो, अब म अहिले गएर त्यो काम फत्ते गरिहाल्छु। राजकुमारले भनिन्, सवारी त हुन्छ, तर केही बित्न परिआयो भने नि। राजकुमारले भने, के को बित्न, दैवले थुकेर छोडे पनि म त्यति काम त सहजै उतार्नेछु, तिमी चिन्ता नलेऊ। राजकुमारीले भनिन्, हजुर वीर पुरुष भइबस्छन्छ, हामी त स्वास्नी मानिसको मन कातर हुन्छ, त्यसैले आत्तेकी हुँ। केही धन्दा छैन भनी राजकुमारले आफ्नो इष्टदेवलाई स्मरण गरे र सरासर पूर्वतर्फ गए। राजकुमारीले भने जस्तै उनलाई एउटा ठुलो तलाउ मिल्यो। झट्टपट्ट एउटा गदा लिएर उनी पानीमा झम्म हाम फाले। पौडाउँदै पौडाउँदै तलाउको बिचमा पुगे र आफ्नो न्वारान देखिएको बल निकालेर त्यो स्फटिकको खम्बामाथि गदाले हाने। ओहो, शब्द कस्तो भयङ्कर शब्द, प्रलयकालको मेघगर्जे जस्तै। जब यो स्फटिकको खम्बा तलाउको पानीमा छताछुल्ला हुने गरी फुट्यो, तीनवटा भमराहरू भुइँ भुइँ गरी उडे। एउटा साँच्चैका आकाशतिर गयो, अर्को पानीभित्र डुब्यो। तेस्रोलाई झट्टपट्ट राजकुमारले हत्केलामै किचिमिची पारेर मारे। राजकुमारले बडो बहादुरीका साथ आफ्नो काम फत्ते गरे। तर यो के उत्पात हुन लाग्यो। जमिन काँप्न थाल्यो। ठुलो भूकम्पमा बडे बडेमानका पाटी पौवा घरहरू दरबार लडे जस्तै घोर शब्द राजकुमारको कानमा पर्यो। शब्द भने निकै टाढाबाट आएको जस्तै थियो। एकछिन त राजकुमारलाई अचम्म लाग्यो, तर चाँडै नै त्यो उल्काको अर्थ उनलाई खुलिहाल्यो। उनले मनमा नै ठाने, ए राक्षसहरू मरेर ढलेको पो रहेछ। अब बल्ल राक्षसहरूको भाग छुट्यो। यता राजकुमारलाई के भयो होला भनेर चिन्ताले आकुल व्याकुल भएर आफूले जानेका सबै देवी देवतालाई पुकारिरहेकी थिइन्। जब त्यो भूकम्पको साथसाथै त्यो घनघोर आवाज आयो, उनको मनमा थरथरी भयो, ओठमुख खङडङ्ग सुकेर आयो। उनी एकदम घोप्टो परेर डाँको छोडेर रुन थालिन्। त्यही अवस्थामा राजकुमार पनि उनी कहाँ पुगे। किन यसरी रोइरहेकी मैया भन्ने मिठो बोली उनको कानमा पर्दा शिर उठाइ हेर्छिन् त आफ्नो अगाडि राजकुमार पो खडा देखिन्छन्। उनी जुरमुराउँदै उठिन्। हर्षले गदगद भएर राजकुमारमाथि चुम्बनको वर्षा गर्न थालिन्। वर्षा केही समय भएपछि राजकुमारले भने, लौ मैया, अब यहाँ विलम्ब गर्ने काम छैन, हिँड, आफ्नै देश जाउँ र बुवा मुवाको जलेको दिललाई शान्त गरौँ। बस आफ्नो प्राण पियारी मैयालाई लिएर राजकुमार आफ्नो राज्यको बाटो लागे। धेरै दिनको हिँडाइपछि आफ्नो देशको नजिकै पुगेर दरबारमा बुवा मुवा कहाँ खबर दिन एउटा दूत पठाए। राजा रानी कहाँ खबर पुग्यो, जसको निमित्तमा उनीहरूले सहस्र धारा आँसु बहाएका थिए, जो फेरि फर्केर आउला भन्ने आशा पनि मरिसकेको थियो। उही आफ्नो एकमात्र छोरो, आफ्नो आँखाको नानी, आफ्नो मुटुको टुक्रा फर्केर आएको खबर पाउँदा राजा रानी आनन्दले मग्न भए। ठुलो धुमधामका साथ सिन्दुर जात्रा गरेर राजा प्रजा सबै मिलेर टाढासम्म लिन गए। राजकुमार र मैयालाई दरबारमा भित्राए। यो थियो राजकुमार दिक्पालको कथा। कथा कस्तो लाग्यो? आज प्रस्तुत गरेका यी 4 कथाहरूमध्ये तपाईँलाई कुन चाहिँ राम्रो लाग्यो, कुन चाहिँ मन पर्यो? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। साथै भिडियोलाई एउटा लाइक गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस् र यस्तै कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्। सब्सक्राइब बटनमा क्लिक गरेर नोटिफिकेसन बेल आइकनमा थिच्नुहोस् र अप्सनमा अल गरिदिनुहोस्। हामीलाई सुनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।